नमस्ते। बिमा संवादको यो अर्को श्रृङ्खलामा यहाँहरू सबैलाई स्वागत छ। आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका उपमहासचिव प्रकाश दुलाल। सर स्वागत छ। धन्यवाद, नमस्कार। नेपालको आजको ऊर्जा नीति चाहिँ सही ट्र्याकमा छ कि छैन, यहाँबाट सुरु गरौँ। आजको ऊर्जा नीति भनेको चाहिँ हामीले 2058 सालमा बनाएको ऊर्जा नीति हो। अब 58 सालको परिवेश र 82 सालको परिवेश फरक भएको हुनाले त्यो ऊर्जा नीतिमा केही फेरबदलहरू गर्नुपर्छ भन्ने समय समयमा कुराहरू उठि नै रहेछ। तर त्यो परिवर्तन भएको छैन। त्यो बेसिकली त्यो 2058 को नीति भनेको चाहिँ के भने ऊर्जा नीति नभएर जलविद्युत नीति हो। हाइड्रो पावर डेभलपमेन्ट पोलिसी भने जलविद्युत विकास नीति हो। यो जलविद्युत विकास नीतिबाट अब हामीलाई चाहिँ एनर्जीमा परिवर्तन गर्नुपर्छ, ऊर्जा विकास नीति बनाउनुपर्छ भनेर हामीले भनिरहेछौँ। तर सरकारले नीतिहरू चाहिँ बनाउने छलफल गर्नै त गरिरहेछ। तर चाहिँ त्यो टुङ्गोमा नपुगेको हुनाले 58 सालको नीतिको हिसाबले चाहिँ फेरि भन्नुहुन्छ भने जलविद्युत विकास नीति हेर्दा चाहिँ त्यो विकास नीति चाहिँ ठिक छ। जलविद्युत विकास नीति 2058 मा के भनेको छ भने हाइड्रो पावर त्यतिखेरको परिवेशमा सबै जनतालाई विद्युत पुर्याउने, त्यो विद्युत सस्तो, भरपर्दो र गुणस्तरीय पुर्याउने, विद्युतलाई ग्रामीण अर्थतन्त्रसँग जोड्ने, अर्थतन्त्रको विकाससँग जोड्ने, विद्युत उत्पादनको माध्यमबाट रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रको विकास गर्ने, विद्युतलाई सस्तो बनाउनको निम्ति प्रतिस्पर्धी बनाउन सस्तो विद्युत उत्पादन गर्ने र त्यो सस्तो बनाउनको निम्ति जलविद्युत उत्पादनमा लाग्ने भन्सारमा आयात गर्दाखेरि जल उत्पादनमा लाग्ने मेसिनरी औजार आयात गर्दा लाग्ने भन्सारमा सहुलियत दिने, जलविद्युतलाई जुन भ्याट छुट दिने हैन र अरू केही सहुलियत पनि दिने र चाहिँ जलविद्युतको सहुलियतमा अर्को चाहिँ के हो भने हाइड्रो पावर प्रोजेक्टको 10 वर्षसम्म ट्याक्स नलाग्ने, 10 वर्ष पछाडि 5% ट्याक्स लाग्ने, कर्पोरेट ट्याक्स, र त्यो वर्ष पछाडि 15 वर्ष पछाडि फुल ट्याक्स लाग्ने भन्ने नीति। अर्को चाहिँ के छ भने जलविद्युतलाई हामीहरूले वैदेशिक मुद्रा आर्जनको निम्ति जलविद्युतलाई एक्सपोर्टेबल गुड्सको रूपमा विकास गर्ने र एउटा निर्यात युक्त वस्तुहरू बनाउने भन्ने कुरा लेखेको छ। त्यो ओरिएन्टेसन आज पनि ठिकै छ हैन। जलविद्युत सस्तो, भरपर्दो, गुणस्तरीय उत्पादन गरेर उपभोक्तासम्म पुर्याउने, सबै नागरिकलाई बिजुली दिने, ग्रामीण अर्थतन्त्रको ऊर्जाबाट पनि विकास गर्ने, जलविद्युत ऊर्जाको एक्सपोर्ट गरेर पैसाको आर्जन गर्ने भन्ने कुरा चाहिँ त्यो ठिकै छ, ओरिएन्टेसन ठिकै छ। तर अब जलविद्युतको ठाउँमा अब अहिले नयाँ परिवेशमा सोलर, हाइड्रोजन, अरू बायोमासहरू पनि आएकोले गर्दाखेरि त्यो नीतिमा केही समेट्नु पर्ने देखिन्छ। नीति ओभरअल नीतिको कुराले अब त्यसमा फेरि के भन्छ भने यो गर्नको निम्ति निजी क्षेत्रलाई लिएर आउनु पर्यो हैन। निजी क्षेत्रलाई ल्याउने अघि भनेका सुविधा निजी क्षेत्रलाई दिनु पर्यो। त्यो निजी क्षेत्रमा पनि दुईटा कुरा गर्छ। एउटा के छ भने विदेशी लगानी भएको निजी क्षेत्र र अर्को स्वदेशी लगानी भएको निजी क्षेत्र। अब स्वदेशी लगानी भएको निजी क्षेत्रको हकमा चाहिँ विद्युत ऐन 2049 को दफा 10 को उपदफा 1 बमोजिमको विदेशी लगानी, 4 बमोजिमको स्वदेशी लगानी भन्छ। 1 बमोजिमको विदेशी लगानी भनेको बुटमा आयोजना बनाउन दिने हो। त्यो भनेको चाहिँ एउटा निश्चित अवधिसम्म चलाउने र एउटा पिरियडपछि नेपाल सरकारलाई हस्तान्तरण हुने। तर दफा 4 को व्यवस्था भनेको चाहिँ के हो भने 50% वा सोभन्दा बढी स्वदेशी लगानी भएको वा स्वदेशी लगानीमा स्थापित जलविद्युतसम्म सम्बन्धित जलविद्युत उत्पादन केन्द्र, प्रसारण लाइन अरू यावत कुराहरू चाहिँ त्यो नेपाल सरकारलाई ह्यान्डओभर हुँदैन भन्ने हो। त्यो चाहिँ के छ भने त्यसले गर्दाखेरि नेपाली लगानीकर्ताहरूको आकर्षण यो देखेर भाव र हामीहरूले आइपिओको माध्यमबाट पब्लिकको पैसा उठाएको पनि यसैले हो। तर यहाँ ठुलो भ्रम छ बजारमा, जलविद्युतको लाइसेन्स 30 वर्षको हो होइन, त्यो छ, त्यो बुटको मात्रै हो। विद्युत ऐन 2049 को दफा 10 को उपदफा, त्यो बुट भनेको विदेशी लगानीकर्तालाई मात्रै लागू हो। विद्युत ऐन 2049 को दफा 10 को उपदफा 1 अनुसारको बुट हो। त्यहाँ चाहिँ लाइसेन्स ट्रान्सफर हुन्छ। तर 4 चाहिँ बुट होइन, त्यो स्वदेशी लगानीको हकमा बुट होइन। त्यसैले जति वर्ष भए पनि नेपाली होइन 50 जलविद्युतको विद्युत ऐनले के भन्छ भने विद्युत ऐन 2049 को दफा 5 ले के भन्छ भने यसको लाइसेन्सको अवधि 50 वर्ष हुन्छ उत्पादन अनुमति पत्रको।
भन्छ भने यो नवीकरण गर्न सकिन्छ भन्ने लेखाएको छ समय। त्यति बेला तत्कालीन अवस्थामा त्यसको भौगोलिक अथवा भौतिक अवस्था मूल्याङ्कन गरेर मात्रै होइन त्यो होइन, नवीकरण गर्न सकिन्छ। त्यो अब नवीकरण कुन कन्डिसनमा हुने भयो भने दफा 10 को उपदफा 1 लाई नवीकरण नहुने भयो, लाइसेन्स सिद्धिएपछि स्वतः ट्रान्सफर हुन्छ। 4 लाई के हुने नवीकरण हुने भयो, तर कन्डिसनहरू परिवर्तन हुन्छ भन्ने छ। शर्तहरू शर्त चाहिँ परिस्थिति अनुसार परिवर्तन हुन्छन्, तर लाइसेन्स नै नेपाल सरकारलाई ह्यान्डओभर हुँदैन। त्यसैले कुनै पनि बुटका संसारभरि बुटका कुनै पनि आयोजनाको आइपिओ निस्किँदैन, बुटमा आइपिओ आउँदैन। किनभने बुट भनेको एउटा समय पछाडि सरकारलाई हस्तान्तरण हुने आयोजनाहरू हो। र बुट भयो भने के हुन्छ भने आज हामीले लोकललाई 10% सेयर छुट्याएका छौँ, पब्लिकको पैसा उठाएका छौँ, 30 वर्ष पछाडि त्यो आज हालेको पैसा जिरो हुन्छ, अनि यहाँ त लगानी आउँदैन। भ्रम पनि छ। त्यसैले यो भ्रम हो। त्यसैले के छ भने यो जलविद्युतमा त्यो होइन, त्यो विद्युत ऐन 49 को दफा 10 को उपदफा 1 र 4 अलग अलग हो भन्ने कुरा नबुझ्ने मान्छेले भने हो। समस्या छ। अब पहिला चाहिँ नेपालमा विद्युत उत्पादनै भएन भन्ने समस्या, पछिल्लो वर्ष पछिल्लो दशक जुन रफ्तारमा बत्तीको उत्पादन भइरहेको छ, भोलि बजार चाहिँ पाउँछ पाउँदैन यसले त्यो तयार यस्तो छ। तपाईँले भनेको कुरा के हो भने हामीहरूले 57-58 सालमा आइसकेपछि के गर्यौँ भने प्राइभेट सेक्टरलाई लिएर आयौँ र अब हाम्रो चाहिँ हामीले व्यापक विद्युतीकरणको प्रक्रियालाई पनि अगाडि जाँदाखेरि हाम्रो डिमान्ड र सप्लाई मिलेन र हामीले 18 घण्टासम्म 21 घण्टासम्म लोड सेडिङ भयो र सरकारले समयमा लोड सेडिङ न्यूनीकरण कार्ययोजना भनेर लिएर आउने र त्यसमा चाहिँ के गर्यो, निजी क्षेत्रलाई विद्युत उत्पादनमा प्रोत्साहित गर्ने गर्यो। र विद्युत ऐन 2049ले पनि के भन्छ भने विद्युत उत्पादनको अनुमति पत्र निजी क्षेत्रलाई दिने, तर प्रसारण र वितरणको अनुमति पत्र निजी क्षेत्रलाई व्यापारको अनुमति पत्र दिएको छैन। त्यसैले गर्दाखेरि उत्पादनमा निजी क्षेत्र आयो, सरकारले त्यतिखेर उत्पादनलाई प्रायोरिटी दियो। किन उत्पादन भएपछि प्रसारण वितरणका संरचना सरकारले बनाउँछ भनेर। अब अहिले के भयो भने उत्पादन जुन ढङ्गले उत्पादनमा निजी क्षेत्र आयो, प्रसारण र वितरण र व्यापार निजी क्षेत्रलाई नखोलेको कारणले त्यहाँ निजी क्षेत्र आउन नसकेको कारणले गर्दा सरकारले आफ्नो लिमिटेसन रिसोर्सेसको लिमिटेसनको कारणले अगाडि बढाउन नसक्दा के भयो भने उत्पादनको रफ्तार अगाडि र बजारको व्यवस्थापन र प्रसारणको ढिलो भएकोले गर्दा हामीलाई मिसम्याच देखिएको हो। हाम्रा नीतिहरू चाहिँ वान साइडेड फोकस भयो क्या। पहिला हामी चाहिँ उत्पादन 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 भन्यौँ, ऊर्जा खेर जान्छ जाँदैन भन्ने कुरा भयो। अनि ऊर्जा त संसारभरि खेर जाँदैन। जस्तो आज हामीसँग इलेक्ट्रिसिटीको डिमान्ड छ। अब अहिले जुन यो हाम्रो चाहिँ के भयो भने यो पेट्रोलियम सङ्कट हामीले जुन देखा पर्यो होइन, यो समयमा देखा पर्ने गरेको छ नि, यो पेट्रोलियम सङ्कटले के छ भने अझै यो साउथ एसियामा भ्यालु बढाइदियो। यो एनर्जीको हाम्रो जुन छ हाम्रो अझै यो त ग्रिन नवीकरणीय ऊर्जाको चाहिँ यो ग्रिन इनर्जीको त अब मार्केट छ भन्ने देखाउँछ यो। किन भन्दाखेरि अब कहाँ खाडीको पेट्रोल लिएर आउनु भन्दा नेपालमा उत्पादन भएको विद्युत भारत अथवा बङ्गलादेश पुर्याउन सजिलो छ। त्यसले गर्दाखेरि बजार नभएर खेर जाने होइन, बजारसम्म पुर्याउन नसकेर खेर जाने। अब हामीले अहिले 4200 मेगावाट हाम्रो उत्पादन भइसक्यो, 57-5800 मेगावाटको बिजुलीका आयोजनाहरू अन्डर कन्स्ट्रक्सन छन् भनेपछि 10,000 मेगावाट त 2-3 वर्षमा बनिने हाल्ने भयो होइन सरकारले। अब त्यो हुँदाखेरि त्यही भएको 10,000 को प्रसारण लाइन पनि आवश्यक प्रसारण लाइन पनि सरकारले बनाउन सकेको छैन। 10,000 त स्वदेशमा खपत हुने अवस्था छैन होइन। त्यो के छ भने क्रस बोर्डर पनि बेच्नु पर्ने छ विदेशमा भनेपछि क्रस बोर्डर लाइनहरू अहिले हामीले परिकल्पना गरेका लाइनहरू 19-20मा बन्छ भनेको ढल्केपुर मुजफ्फरपुर एउटा कम्प्लिट भयो, त्यो पनि ढिलो। सेकेन्ड 22-23मा बन्छ भनेको चाहिँ यो हाम्रो बुटवल गोरखपुर, पछि फेरि रिभाइज 25-26मा बन्छ भनेको त्यो पनि नसकिने भयो। अहिले 27-28 पुर्याएको छ क्या रिभाइज गरेर होइन बुटवल गोरखपुर। यी सबै र त्योदेखि बाहेक अरू 2टा क्रस बोर्डर लाइनहरू छन् होइन, इनोर्वापट्टि पुर्णिया र उतापट्टिको लम्की बरेली। यो क्रस बोर्डर 2टा लाइनहरूको चाहिँ कम्प्लिसन पिरियड चाहिँ 29-30-31 बनाएको छ सरकारले भनेपछि अब आयोजना निर्माण आज 25-26मा छ, 4-5 वर्षमा यी क्रस बोर्डर लाइनहरू बन्छन् भन्ने आकलन छ। र अब त्यो क्रस बोर्डर लाइन मात्रै बनेर भएन, क्रस बोर्डरसम्म लाइन पुग्ने अरू सब लाइन पनि बन्नु पर्यो। त्यसले गर्दाखेरि यो ट्रान्समिसन लाइनको मिसम्याचिङको कारणले केही खेर जाने सम्भावना छ देखिन्छ। तर यसमा हामीले के भनिरहेछौँ भने नेपाल सरकारले आफूले बनाउन नसक्ने ट्रान्समिसन लाइन आयोजना प्राइभेट सेक्टरलाई बिटीमा अथवा बुटमा अथवा अरू कुनै मोडेलमा हामीहरूलाई दिनुहोस्, हामी बनाइदिन्छौँ भन्ने छ। अब सरकारले चाहिँ एउटा टिबिसिबी मोडल भनेर लिएर आएको छ, तर टिबिसिबी मोडलमा जहाँ हाम्रो आवश्यकता हो त्यहाँ टेन्डर ओपन गरिदिएको छैन।
हेपाजेटली हुँदै नहुने हाम्रो आवश्यकता नभएको ठाउँमा टेन्डर ओपन गरिदिएको छ। त्यसले गर्दाखेरि सरकारको जुन काम गर्ने तरिका र निजी क्षेत्रले गरिरहेको लगानीको बिचमा केही मिसम्याचिङ भएर ट्युनिङ मिलिरहेको छैन खेर जाने अवस्था त देखिन्छ। तर बजार नभएर खेर जान नसकेको होइन कि बजारसम्म पुर्याउन नसकेर खेर गएको हो। त्यसैले हामीले के बुझ्नुपर्छ भने ऊर्जाको बजार नभएको होइन, बजारसम्मको पहुँच मार्ग निर्माणमा ढिलाइ भएको हो। अहिलेसम्म हाम्रो पिपिए इन्डियासँग त 300-400 मेगावाटको मात्रै एग्रिमेन्ट होला। होइन, हामीले लङ टर्म के भनेको छ भने नेपाल सरकार र भारत सरकारले 10 वर्षमा 10,000 मेगावाटको पिपिए भनेको छ। तर पिपिए कस्तो हो भने चाहिँ प्रोजेक्ट बेसमा एप्रुभल लिनुपर्छ भारत सरकारबाट, उनीहरूको आफ्नो गाइडलाइनको कारणले। अब हामीले अहिले चाहिँ भारतमा गएको वर्ष हामीले 1200 मेगावाट बिजुली बेच्यौँ। अब अहिले केही प्रोजेक्टहरू त्यहाँ हामीले चाहिँ तपाईँलाई बिक्रीको लागि एप्रुभल प्रोसेसमा छ। त्यो गर्दाखेरि यो वर्ष 1500-1600 मेगावाट बिजुली भारतमा हामी बिक्री गर्नलाई एप्रुभल लिन्छौँ। तर त्यो एप्रुभल लिएको बिजुली पनि हामी त्यो जुन लाइन जुन ठाउँबाट हामीले एक्सपोर्ट गर्ने हो त्यसको क्षमतासम्म पुर्याउने स्थिति चाहिँ छैन। इन्टरनल प्रसारण लाइनहरू चाहिँ बनाएको छैनन्। त्यसले गर्दाखेरि एक्सपोर्टमा प्रब्लम होइन, एक्सपोर्टको प्राइस के हुन्छ भन्ने प्रब्लम हुनसक्ला, तर बिजुली बिक्री नहुने चाहिँ होइन। सरसँग हामी ऊर्जा र ऊर्जासँग जोडिएका बिमाका समस्याको बारेमा कुरा गर्छौँ नै। सुरुमा चाहिँ बाल्यकालबाटै केही कुरा गरौँ जस्तो लाग्यो। सबभन्दा पहिला सरको बाल्यकाल सम्झिनु एकपल्ट। अनि म चाहिँ तेह्रथुममा जन्मेको हो 2036 सालको लास्ट फागुनमा। अनि मैले चाहिँ स्कुल लेभलको सबै शिक्षा मैले चाहिँ तेह्रथुमबाटै त्यो तेह्रथुमको शङ्कर महावी भन्ने छ, जलजले भन्ने छ, त्यहाँबाट मैले पास गरेको हो। त्यसपछि म कलेज पढ्ने सिलसिलामा नेपाल कमर्स क्याम्पसमा आएको हो 2053 सालमा। अनि मैले कलेजको सर्टिफिकेट ब्याचलर मास्टर्स सबै मैले नेपाल कमर्स क्याम्पसबाट पुरा गरेको हो। 65 सालमा त्यो पुरा गरिसकेपछि म चाहिँ त्यतिखेर म विद्यार्थी राजनीतिमा थिएँ होइन। खासमा म काठमाडौँ आएको पनि के भयो भने म स्कुलमा पढ्दै विद्यार्थी राजनीतिमा लागेँ। अनि 8-9 क्लास पढ्दा नै म अनेरा जीको जिल्ला कमिटीको सदस्य भएको थिएँ। अनि पहिला हामी अप्सनल म्याथ पढ्ने ट्यालेन्ट नै विद्यार्थी हो होइन। 5-10 मा परिन्थ्यो, टप 5 भन्दा अगाडि चाहिँ खासै भएन 8-9-10 मा। अनि यता 8-9-10 मा धेरै विद्यार्थी थिए, ठुलो स्कुल थियो र अनि 10 भन्दा पछाडि पनि भएन। तर एसएलसीमा चाहिँ अलिकति बिग्रियो, किन भन्दाखेरि राजनीतिमा लगाएर होइन। किनभने 51 सालमा चुनाव थियो मध्यवधि, चुनावमा हिँड्यो 9 मा पढ्दा। अनि पछि त्यस्तै 8-9 त्यो हुँदाखेरि हामीहरू अलिकति एसएलसीमा राम्रो मार्क्स आएन होइन, 44% मात्रै आयो अप्सनल म्याथ लिएको विद्यार्थी। त्यो भने कम भयो। अनि बुवाले के भन्नुभयो भने योलाई यही पढायो भने यो राजनीति गर्छ, अब यसलाई चाहिँ काठमाडौँ पढ्न पठाउनुपर्छ भन्नुभयो। काठमाडौँ पढ्न पठाउनुपर्छ, त्यसो भए त यसले राजनीति गर्दैन भनेर काठमाडौँ पढ्न पठाउनु भयो। त्यतिखेर सरकारी कलेजमा एकदमै हाई टप कम्पिटिसन थियो, नाम निक्लिन। अनि कस्तो सँगै भयो भने मैले यता चाहिँ नेपाल कमर्स क्याम्पसमा आइकम आरआरमा र पाटनमा आइएको लागि चाहिँ इन्ट्रान्स दिएको थिएँ। त्यतिखेर इन्ट्रान्स हुन्थ्यो, नाम निस्केन हेर्नुहोस्, काहीँ पनि निक्लेन। मिनिमममा त कति 62% भन्दा तलको नामै निस्केन जस्तो लाग्छ मलाई होइन। अरूमा पनि निक्लेन, मेरो नाम निक्लेन। नाम ननिस्किएपछि अब पढ्न नपाइने र घरै फर्किनु पऱ्यो भन्ने सोचमा म एक दिन कलेज अगाडिको बाटो हिँडिरहेको थिएँ। त्यहाँ कलेज अगाडि एउटा मेरो मामा पढ्नेको घर थियो, मिनवन कलेज अगाडि। त्यहाँ अनेरा सबैको भित्ते लेखन भइरहेको छ त्यो है कलेजको। भदौ 4 गते त्यहाँको क्याम्पस कमिटीको अधिवेशन रहेछ, तिनीहरूको भित्ते लेखन भइरहेको छ। म हिँडिरहेको थिएँ त्यो बाटो। एकजना मेरो गाउँको अङ्कल पढ्ने चाहिँ त्यहाँ मिनवनमा बिकम लास्ट ब्याच पढ्नुहुँदो रहेछ। अनि उहाँले चाहिँ ठ्याक्कै कहाँ हिँडेको भाइ भन्नुभयो भने म त एसएलसी पास गरेर पढ्न आएको, मैले यो 3टा ठाउँमा भर्ना गरेको, नामै निस्केन, अब त घर पो जानुपर्छ कि क्या हो भने। कहाँ घर जाने आइज विद्युत पोत्ने लाग्ने भर्ना भइहाल्छ भने। अब आफूलाई त भर्ना छ, भित्तो पोत्ने काम, अनि मान्छे पनि अखिलकै परियो, लागिहाल्यो, लाइन पनि मिल्यो। अनि त्यहाँको साथीहरूलाई, त्यहाँको हामीभन्दा सिनियरहरूलाई यो भाइ चाहिँ मेरो गाउँको भाइ हो, यो चाहिँ अखिल के हो जिल्ला कमिटी सदस्य भएर आएको, यसलाई काम लाउनु पऱ्यो। अब यो भनेपछि भर्ना हुने भएपछि म पनि लागेँ, मेरो काम भर्ना भइहाल्छ भनेर भित्ता पोत्ने काममा आइयो।
क्याम्पसको अधिवेशन भयो 53 साल भदौ 4 गते क्याम्पस कमिटीमा मेरो भर्नै नभए म कमिटीको सदस्य भएँ। भन्नुभएकै छैन। भर्नु आएन होइन, अँ राजनीतिमा लाग्यो होइन। लागेपछि अब त्यस्तै फेरि चुनाव भयो कलेजको। फेरि मङ्सिरमा फेरि त्यहाँ हाम्रो उपनिर्वाचन भएको थियो, नारायण ढकाल उठेको, प्रचारमा खुब हिँड्यो जाडोको बेला। कलेज फेरि त्यतिखेर जाडो बिदा हुन्थ्यो नि होइन, त्यो बेला। अनि त्यहाँदेखि पछि फेरि फागुनमा चुनाव भयो, अनि फेरि उही पारा भयो कि राजनीतिमा लागि नै हाल्यो। पढाइ चाहिँ स्मुथली भएन होइन, 1-2 वर्ष ब्याक लाग्दै, अब नेताको पढाइ जस्तो भयो, ब्याक लाग्दै पढ्दै गर्दाखेरि 53मा जोइन गरेको, 65मा मात्रै निस्क्यो। त्यतिखेर म अखिल केन्द्रीय सदस्य थिएँ। भदौमा असोजमा हाम्रो त्यो चाहिँ पोखरामा अधिवेशन भएको थियो। अनि त्यो अधिवेशन भन्दा अगाडि चाहिँ तपाईँको म अब हाम्रो चाहिँ के हुन्थ्यो भने दायित्व हुन्थ्यो नि, पैसा तिर्नु पऱ्यो नि त होइन सबैजनाको त्यतिखेर त। अनि 5,000 10,000 त्यो हरेकलाई लेबी लगाइदिएको हुन्थ्यो। अनि हामी 10,000 लेबी तिर्नु पर्ने थियो। अनि पैसा माग्न हिँड्नु पऱ्यो, चन्दा होइन। चन्दा माग्दै हिँड्ने स्थितिमा थिएँ म पनि। अनि विद्यार्थी जीवन चाहिँ अलमोस्ट पोलिटिक्स र पढाइमा म एभरेज हो त्यस्तो। स्कुलमा पहिला राम्रै हो, 8 कक्षाबाट विद्यार्थी राजनीतिमा लागेपछि अलिक पढाइ बिग्रियो अलिक बिग्रियो। त्यही भएर अप्सनल म्याथ लिने कुरा त्यो बेला हामी 150जना विद्यार्थी 20-21जना ल्याएको थियौँ। अप्सनल म्याथ लिने भनेको राम्रो विद्यार्थी भयो होइन। त्यतिखेर अब पछि चाहिँ के भयो भने राजनीतिले पढाइ बिग्रियो होइन, विद्यार्थी पछि चाहिँ के भने एभरेज भयो। त्यसपछि सर हाइड्रोमा? अनि हाइड्रोमा चाहिँ कसरी टर्निङ भयो भने म त्यही अघि खै गर्दै थिएँ तर म के थियो भने जस्तै विद्यार्थी राजनीतिमा हुँदा पनि यो मुखपत्रहरू निकाल्ने, प्रकाशन गर्ने, अनि अलि लेख्ने कुराहरूमा चाहिँ अलि त्यो हुन्छ नि, कमिटीमा बस्दा नि प्रकाशनका जिम्माहरू लिने, त्यो अलि बढी इन्ट्रेस्ट थियो। अनि पछि हाम्रो साथीहरूले एउटा पेपर पनि निकालेको थिए त्यसले। अनि मैले त्यसमा 60 सालतिर होला त्यो मैले एज ए काम पनि गर्थेँ साथीभाइसँग, लेखनप्रति रुचि थियो। अनि फेरि अर्को साथीहरूले के निकाल्थे त्यस्तै कहिले के कसोमा लेखिदिइरहेको थिएँ होइन। अनि मैले विभिन्न खालको गतिविधिहरू पनि गर्थेँ। अनि म हाइड्रो पावरको यो बारेमा चाहिँ कस्तो भयो भने मैले एउटा कोसीको एउटा किताब निकालेको थिएँ त्यो। अनि एउटा त्यो निकाल्दाखेरि जलविद्युतसँग गणतन्त्र आउनुभन्दा अगाडि माओवादी शान्तिपूर्ण प्रक्रियामा आएपछि चाहिँ के भएको थियो भने मैले एउटा किताब निकालेको थिएँ। त्यो किताब निकाल्ने सन्दर्भमा मैले गुरु नेपाल सरलाई पहिले चिन्थेँ, त्यहाँ गइरहेको थिएँ अरुण भ्यालीमा। अनि एक दिन के भयो भने गएँ, अनि यस्तो किताब आर्टिकल लेखिदिनु पऱ्यो कोसीको विकाससँग रिलेटेड भने। अनि उहाँले कोसीको हाइड्रो पावरको विकासको कुरा लेखिदिनु पऱ्यो र त्यहाँबाट कोशी उच्चवाद भन्नेको बारेमा लेखिदिनु भएछ। त्यसले मलाई छोयो, यो उच्चवाद भन्नुको बारेमा अलिक मलाई एट्र्याक्सन गर्यो। अनि एट्र्याक्सन गरिसकेपछि यो उच्चवादको बारेमा बुझ्नु पऱ्यो भनेर अनि मैले यो उच्चवादको बारेमा जान्ने मान्छे को छ त भन्दाखेरि उहाँले अनि मलाई चाहिँ एकजना हरिबैरागी दाहाल भन्ने पहिलाको सांसद, अनि एकजना वाइबी थापा भन्ने प्लानिङ कमिसनको मेम्बर, अनि एकजना हामी नै हो यो एमालेको जान्ने भन्नुभयो। अनि म उहाँहरूसँग 3जना सम्पर्कमा थिएँ। त्यतिकै जाने गफ गर्ने गर्थेँ। अनि 65मा 23 सन्दर्भमा चन्दा माग्न गएको बुढासँग, त्यो गइ नै राख्ने म। त्यो जनता ब्याङ्क खोल्न लगाएको थिएँ, त्यो हाम्रो के भन्छ सङ्खुमलको अफिसमा। पहिला माथि रिडीको अफिसमा कामहरू गरिरहेको हुन्थेँ, अनि सङ्खुमल अफिसमा खोल्न लगाएको थिएँ। अनि म गएँ त्यहाँ मिटिङ रुममा, सबै चिनेकै मान्छेहरू हुन्थ्यो होइन। अब अहिलेको शैलेन्द्र गोरागाई सर, केशव रायमाझी सर, धर्मध्वज छोराजुली, त्यो बेलाको सबै गुरु सर आफ्नो अध्यक्ष हुन्थ्यो। अनि गएको गाली गरे बुढाले, ए भाइ कहाँ तिमी पढे लेखाए मान्छे, जाहिर खाने ऊ गर्नु छैन, बिहे गर्ने बेला अब श्रीमती पाल्नु पऱ्यो, मागेर चल्छ, कति मागेर चल्छ, तिम्रो बाबाले कति पैसा दिन्छ, अब कहाँ गर्नु पऱ्यो भन्नुभयो। म त काम पैसा माग्ने चन्दा हेर्नुहोस्। अनि होइन सर अब काम त गर्न त गर्ने, अब के गर्ने खोइ भने, के गर्छौ भन्नु, खै के गर्ने नि थाहा छैन, गर्छौ काम गर्ने, तर हामीलाई अब यो राजनीति गर्ने मान्छेलाई कसले काम जब देला र भने मैले, म दिन्छु भन्नुभयो। के गर्छौ भन्नु, ब्याङ्कमा गर्छु कि हाइड्रो पावरमा भन्नुभयो। सर म सोचेर भन्छु, म अहिले चाहिँ भन्न सक्दिनँ भने। अनि ल जाऊ सोच भन्नुभयो। अनि पछि गएँ, कति पैसा चाहियो तिमीलाई भन्नु, मलाई 10,000 दिनु पऱ्यो भने उहाँले दिनु पनि भयो। तर तिमी गएर त्यहाँ अखिलमा उम्मेदवारी हाल्ने होइन नि भाइ, मलाई पासपोर्ट भएका मान्छे र
राजनीतिमा उम्मेदवारी हालेर हिँड्ने मान्छेलाई त म जब शब्द दिँदैन भन्नु। अनि म पोखरा अधिवेशन गएर उम्मेदवारै नहाली फर्केँ। म मेन्टली 3 दिन जति सोचेँ काम गर्ने कि नगर्ने, अब गर्ने भनेपछि मैले उम्मेदवार फर्केँ। उम्मेदवार हालिनँ अधिवेशनमा, अनि छोडिदिएँ। अनि घर सर गयो, दसैँ तिहार आयो, आएपछि अनि हिमालय ऊर्जा विकास कम्पनी भन्नेमा जोइन गर्ने बेला भयो। एजिएम छ भाइ, एजिएम सकेपछि जोइन गरौँ भन्यो। अनि कहिलेकाहीँ गइ पनि राखेको थिएँ अफिस, यहाँ छ अफिस जाऊ भन्दै हुन्थ्यो। अनि पछि फेरि क्याम्पस चुनाव आयो फागुनमा चैतमा जस्तो लाग्छ है। अनि फेरि के हो भने अनि सर म त यो क्याम्पसको चुनाव पनि आयो, अलिअलि यता लाग्नुपर्ने भयो। अब साथीभाइ छन् के गर्ने, अब अहिलेसम्म गरिरह, चुनाव पछाडि फुल टाइम गर्छु, अरू ठिक छ भनेर हेर्दै ओर्दै काम चाहिँ मैले हेरिदिने ओर्दै जाने चाहिँ गरेँ, तर फुल टाइम जब चाहिँ मैले गरिनँ। अनि 66 साल वैशाखबाट फुल टाइम गरेँ मैले। वैशाखबाटै ठ्याक्क सुबी चुनाव सकेपछि मैले जोइन गर्छु भनेको थिएँ। पहिलेदेखि गइ नै राखेको हुनाले 2-3 महिना त एज अ इन्टर्न जस्तो फ्री गइयो होइन। धेरै चिज त्यो जाँदा पनि बुझिएको थियो। अनि मैले 66बाट काम थालेँ हिमालय ऊर्जा विकास कम्पनीमा एज अ। मेरो फर्स्ट चाहिँ के थियो भने मेरो जबको टाइटल चाहिँ एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर भन्ने थियो। सुरुमै त माथिल्लो पोस्ट हो नि त्यो। किनभने म चाहिँ गुरु सरले चाहिँ मलाई, जस्तै मैले के गरेको थिएँ भने मैले त्योभन्दा अगाडि हाइड्रो पावरको बारेमा अलिअलि अध्ययन गरेको थिएँ, उच्च बाँधको बारेमा, सप्तकोशी उच्च बाँधको बारेमा मैले पूर्वको 1 नम्बर प्रदेशको अहिलेको भनौँ अथवा त्यतिखेरको कोशी अञ्चलको बेसिकल्ली त्यहाँको मान्छे सबै दलको नेता काङ्ग्रेस एमाले माओवादीको सबैलाई एभरेस्ट होटलमा भेला पारेर कार्यक्रमै गर्नुभएको थियो, प्रेजेन्टेसन गरेको। यसको इम्प्याक्ट के हुन्छ भनेर इम्प्याक्टको बारेमा होइन मैले प्रेजेन्टेसन गरेको थिएँ होइन। भनेपछि अलिअलि त यो विषय बुझाएको थिएँ नि। अनि मैले तपाईँलाई यो इन्द्रेणी भन्ने एउटा उसले यो नेपालमा उच्च बाँध प्रभाव र फाइदा भन्ने विषयमा प्रोग्राममा मैले चाहिँ त्यहाँ एज एक्सपर्ट नवल परासी अनि प्रेजेन्टेसन गरेको थिएँ। भने चाहिँ नेपालमा हाइड्रो पावर ड्यामको बारेमा एक्सपर्ट त होइन, सिकाहरू अजय दीक्षितहरू, हाम्रो दिपक ज्ञाली सरहरू, बेसिकली अजय दीक्षित सरहरूले उहाँहरूसँग उ गरेर हिँडिन्थ्यो। त्यही भएर मेरो पोस्ट बढी भयो। किन पोस्ट बढी भयो भने पोलिटिक्स पनि गरेँ होइन। अनि अलिकति अब यो विषय पनि अलमोस्ट पढाइ पनि भएको, यो विषयमा अलि रुचि पनि भएकोले उमेर पनि भइसकेको थियो, उमेर पनि भएको र अनि अब यो मेच्योर नै केटा हो कि यतिका मान्छे भेला पाएर यसले गफ दिइरहेछ होइन, पोटेन्सियल देखेर होला बुढाले होइन, यसले केही गर्छ भनेर हालिदिनु भयो। अनि मैले कामहरू गरेँ मैले फुल्ली मेरो। अनि म कस्तो भयो भने जब हाइड्रो पावर प्रवेश गरेँ अनि मलाई रुचिको विषय थियो नि त, मैले ब्याङ्क र हाइड्रो पावर, फेरि मलाई त्यो हाम्रो धरम दाइले चाहिँ के भन्थ्यो, भाइ हाइड्रो पावर होइन ब्याङ्क चोइस गरेर ब्याङ्क भन्दै हुन्थ्यो। तर मलाई ब्याङ्क चोइस मन लागेन, म हाइड्रो पावर चोइस गरेँ। अनि कस्तो भएछ भने मेरो रुचिको पेसा मैले सेलेक्ट गरेछु कि त्यो पछाडि मलाई अब त्योबाट फर्दर अन्त लाग्दैन भन्ने मेरो सोचाइ भयो डेफली। अनि यसैमा मैले स्टडी गरेँ। तर पनि के भने फेरि उयो हो होइन, राजनीति गरेको मान्छेको ताल त। अनि 65मा जोइन गर्यो। फेरि 66 सालमा के भयो भने युवा सङ्घको अधिवेशन आउन लागेको छ। अनि अजम्बर राई काममा अध्यक्ष हुनुहुन्थ्यो, अनि प्रकाशित तपाईँ जतिको मान्छे आउनुहोस्, हाम्रो जलस्रोत ऊर्जा विभागको प्रमुख बनिदिनुहोस् भनेर रिक्वेस्ट गर्नुभयो। अनि फेरि म युवा सङ्घ जोइन गरेँ। अनि युवा सङ्घको लान अधिवेशन उहाँबाट युवा सङ्घको केन्द्रीय सदस्य भए 66 पुसमा भएको अधिवेशनबाट। तर पनि म हाइड्रो पावरमै थिएँ। मैले हाइड्रो पावर चाहिँ छोडिनँ। अनि हाइड्रो पावरमै लेख्ने, आर्टिकलहरू लेख्ने, अनि पढ्ने, त्यही बढी ध्यान दिँदै जाँदा एज अ राइटिङ स्किल बढाएँ। डेली पेपरहरूमा आर्टिकल लेखेँ। अब अहिले बरु कम छ, त्यतिखेर मैले कारोबार डेलीमा हप्तामा एउटा आर्टिकल लेख्थेँ जहिले। त्यो 3-4 वर्ष रेगुलर लेखेँ। यतापट्टि आर्थिक आर्टिकल। अनि मैले राजधानी दैनिक र नयाँ पत्रिका दैनिकमा सुरुमा राजधानीमा 2-3 वर्ष अनि नयाँ पत्रिकामा 2-3 वर्ष पोलिटिकल आर्टिकल पनि लेखेँ। म चाहिँ राजनीतिक आर्टिकल र पोलिटिकल आर्टिकल बराबर लेख्थेँ। आर्थिक र पोलिटिकल दुइटै लेख्थेँ होइन। दुइटै लेख्थेँ। अब पछि चाहिँ के भयो भने फेरि मलाई हाम्रो शेरसिंह भाट सर चाहिँ विद्युत प्राधिकरणको पावर ट्रेडमा हुनुहुन्थ्यो। अनि म त्यहाँ गइराख्ने जाँदाखेरि उहाँले दुइटै पढ्दा पनि एक दिन बोलाउनु भयो रूपमा। तपाईँ प्रकाशी मैले तपाईँको यो राजनीति पनि देखिरहेको छु, पढिरहेको छु, आर्थिक यो जलविद्युत पढिरहेको छु, अब यो राजनीतिभन्दा यसैलाई बढी फोकस गर्नुहोस् भनेर उहाँले मलाई एडभाइस गर्नुभयो। अनि मलाई अलिक यो स्कोप छ यसमा लाग्नुहोस् भनेपछि म अलिक बढी राजनीतिक आर्टिकल अलिक कम र अलि आर्टिकल अलिक बढी तर्फ लागेँ। त्यो लाग्दै जाँदा म चाहिँ कहिले 66 सालदेखि 72 सालसम्म एज ए हिमाल ऊर्जामा जब होल्डर एज काम गरेँ। अनि पछि बिचमा
पैसा पनि अलिकति इन्भेस्ट गरेँ। अनि त्यो पछाडि फेरि मलाई के फिल भयो भने होइन रहेछ यो है, यो अब जागिर र व्यापारी बिचको ग्याप चाहिँ छुटेको। अनि मलाई होइन त्यो पनि के हो भने म आइप्यानको एक्जिक्युटिभमा आउनु पऱ्यो। अब हामी कोही राजनीति गरेको मान्छे, अहिले इच्छा भयो अनि कम्पनीले रिप्रेजेन्टेटिभ पठाउनु पर्ने, अनि रिप्रेजेन्टेटिभ पठाउने कुरामा एकजना जानुपर्ने हुँदाखेरि बोर्ड अफ डिरेक्टर्स जाने हुँदाखेरि हामी त बोर्ड अफ डिरेक्टर्स भएन, अनि हामीलाई भएन रिप्रेजेन्टेटिभ। अनि भनेपछि म त्यतिखेर इपानको मेम्बर हुन सक्ने एक्जिक्युटिभ कमिटीको होइन। अब सरेन सरलाई मैले कुरा गरेको थिएँ, उहाँ पछि अध्यक्ष हुनुभयो। अनि भाइ तिमीले आफ्नो कम्पनीबाट रिप्रेजेन्टेटिभ ल्याऊ भन्नु, अफिसमा कुरा गर्दा भएन। नभएपछि हो होइन रहेछ है, यो त होइन रहेछ, ग्याप ठ्याक्कै छुट्यो भने यो त मेरो कम्पनी भइरहेको त होइन रहेछ म त भनेर। अनि मलाई अब कम्पनी खोल्नुपर्छ भन्ने लागेर 72 सालमा मैले पुसमा कम्पनी खोलेँ। सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एकीकरण भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सलिको भएका छौं। सलिको, विश्वासको सम्बन्ध, एकताको प्रतीक। त्यो कम्पनी खोल्नुभन्दा अगाडि चाहिँ मान्छेको दिमागमा के हुन्छ बढी? पैसा घुम्छ कि रिस्क घुम्छ कि अरू कुरा घुम्छ? होइन अब विभिन्न होला। एज म त हाइड्रो पावरमा 500 वर्ष आर्टिकल पनि थिएकोले अब त्यो विषयवस्तु, लिगल प्रोसेसहरू, डेभलपमेन्ट प्रक्रिया होइन, एक लेभलको प्रोजेक्ट कन्स्ट्रक्सनमा गइसकेको थियो नि त हाम्रो प्रोजेक्ट त्यतिखेर होइन। 2टा प्रोजेक्टको पिपिएमा आफै सही गरेको, अनि अब लोकल प्रब्लमहरूमा आफै हिँडेको, पोलिसी मेकिङमा लबिङ गरिरहेको। किनभने अघि नै भने नि मैले यहाँ छिर्नुभन्दा पहिल्यै लबिङ गरिरहेको थिएँ। यी सबै चिज हेरेको र आर्टिकल पनि लेखेको हुनाले मलाई रिस्कमा चाहिँ मैले रिस्क देखेर खोलेको चाहिँ होइन, अपर्च्युनिटी देखेर खोलेको। अलि इमोसनल भएर पनि खोलेको हो, अब कम्पनी खोल्नु पऱ्यो भनेर। अनि तर जतिखेर म कम्पनी खोल्ने अवस्थामा थिएँ त्यतिखेर त एज म जब होल्डर मात्रै थिएँ, सोसाइटीको नजरमा त एज यङ पनि थिएँ होइन। अनि 35-36 वर्षको मात्रै थिएँ, यङ। अनि भर्खर पोलिटिक्समै अब 66-69 युवा सङ्घको केन्द्रीय समितिमा थिएँ। अनि त्यो पछाडि फेरि 1-2 वर्ष ग्याप गरेपछि भएन भनेर फेरि पार्टीको नेकपा एमालेको जलस्रोत ऊर्जा विभागको सदस्य भएँ। 2 वर्ष ग्याप गरेको कसैले नभन्ने भएपछि है फेरि लागिहाल्यो। अनि अलिअलि त्यता पनि ध्यान दिएर हुनाले अनि कम्पनी खोल्नेमा पुग्ने बेलामा अब मलाई के फिल भयो भने हो कम्पनी खोल्नु त बन्यो, अब यो प्रोजेक्ट होइन लगानी ल्याउनु पर्यो, मान्छे अब हामीलाई मान्छेले पत्याइ हाल्दैन, हामी त इन्भेस्टर होइन, त्यत्रो ठुलो पैसा पनि छैन भनेपछि अब मैले दिमाग लगाएँ। अब यो कुरा चाहिँ हाम्रो भरतमोहन अधिकारी बालाई गएर भन्नु पर्यो, उहाँसँग पोलिटिकल कुरै आयो भने होइन। अनि उहाँलाई मैले उहाँसँग राम्रै थियो रिलेसन गइराख्ने हामी। कतिपय चिजहरूमा उहाँले मलाई प्रकाश यो के हो भनेर जलविद्युतको विषयमा कहीँ भाषण गर्नु पऱ्यो भने भन्नुहुन्थ्यो। कतिपय मैले अलिअलि लेखी पनि दिन्थेँ है। अनि बुक लेख्दा पनि उहाँको बुकहरू पनि हामीले हेरिदिएको, हाम्रो टिमै थियो साथीभाइको, उहाँकोमा जाने लेखपढ गर्ने केटाहरू होइन। अनि हामीले यस्तो यस्तो छ, हामीले यहाँ बोचुकमा एउटा 14.5 मेगावाट प्रोजेक्ट हामीले गर्ने भयो, अब पैसा यति चाहिन्छ। अब हामीलाई मात्रै पत्याउँदैनन्, एउटा 14.5 प्रोजेक्ट लाइसेन्स एप्लाई गर्न पनि 60 लाख चाहिने, राजस्व मात्रै, कम्पनी बनाउनु पऱ्यो, डेक्सी स्टडी गर्नु पऱ्यो, कन्सल्टेन्टलाई अलिकति पैसा दिनु पऱ्यो, गर्दा 1 करोड पैसा त मिनिमम चाहिन्छ त्यो बेला है, तुरुन्तै। अनि 1 करोड जुटाउनु पर्ने, अब आफूसँग 1 करोड हुने कुरा त भएन। अनि बालाई भन्यो तपाईँले यहाँ बस्दिनु पऱ्यो, तपाईँ पछि अरू मान्छेले पैसा हाल्छन् किन बा हुनुहुन्छ भनेर अरू मान्छेले हामीले भन्न मिल्यो, तपाईँ यसको अध्यक्ष बस्दिनु पऱ्यो भनेर। अनि भनेपछि 2 दिन बुढाले विचार गर्नुभयो। अनि हाम्रो हरि पाण्डे सर हिमालय ऊर्जाको चेयरम्यान, उहाँको त एकदम राम्रो। अब हरि पाण्डे सर भनेको 51 सालको एमालेको जलस्रोत तथा उद्योग मन्त्री, हरि भरतमोहन अधिकारी त्यतिखेर अर्थमन्त्री, एकदम राम्रो। हरि सरले पनि भरतमोहन दाई भन्ने। अनि एकदिन हरि सरलाई बोलाउनु भएछ होइन, यो प्रकाशीले मलाई यस्तो यस्तो कुरा गर्यो, तपाईँसँगै काम गर्यो, यो मान्छेको बानी के हो कसो हो, यसको कम्पनीमा बस्दिनु हुने हो कि होइन होइन भनेर सोध्नु भएछ। अनि हरि सर फेरि त्यस्तै मान्छे, अनि मान्छे चाहिँ मसँग काम गरे हो 6-7 वर्ष, एकदम मलाई इमान्दार जेन्युन लाग्छ, सबै विषय जस्तो बुझ्या पनि छ। म कहाँ काम गरिराख्नु भएको छ उहाँले होइन, हामीसँगै। दाइलाई मैले के भन्नु, अब मान्छे राम्रै हो, अब ठुलो प्रोजेक्ट छ, अब उहाँहरूले गर्न सक्नुहुन्छ है सक्नुहुन्न,
दाइले नै विचार गरेर निर्णय गर्नु होला। अब त्यस्तो कुनै अप्ठ्यारो परेछ भने पछि म सहयोग गरौँला म छु भनेपछि अनि ठिकै छ अब केटाहरूले गरेन भने यही हरि पाण्डेले गरिहाल्ने रहेछन् यसो यसो गर्ने राम्रै रहेछ भने अनि बुढाले रिस्क अलिक कम देखेँ नि त होइन हरि सरलाई त मलाई एकदम ट्रस्ट गर्ने। अनि त्यो भएपछि अनि उहाँले मेरो अध्यक्ष बस्दिनु भयो र हामीले आरती पावर कम्पनी भन्ने दर्ता गऱ्यौँ। त्यो प्रथम दफ्तर निहाल्यौँ। अहिले पनि बुढाको नाम छ त्यो किनभने हामीले लिमिटेडै दर्ता गरेको पब्लिक बनाउनलाई त्यो चेन्ज हुँदैन कहिले पनि होइन। त्यो प्रबन्ध पत्र निहाल्यो त्यो अहिले पनि देखिन्छ। अनि त्योबाट कम्पनी खोलेर अगाडि बढ्यो अनि त्यसले चाहिँ कम्पनी खोलियो अगाडि बढाइयो एउटा ठाउँमा पुर्यायो अनि फेरि अर्को वर्ष फेरि अर्को लाइसेन्स हाल्नुपर्ने हो त्यहीँ माथि। यसो यहाँ अर्को प्रोजेक्ट हुन्छ अनि फेरि अर्को हाल्नु भने फेरि अर्को कम्पनी खोल्यो त्यो अलिक सजिलो भयो पहिला बानी भयो त्यसपछि ट्रस्ट अनि बाचाइएन अनि अरू मान्छेबाट खोलेँ। अनि त्यो हुँदाखेरि हामीले चाहिँ त्यसरी अगाडि बढ्दै गयो। त्यसले गर्दाखेरि के फिल गरेँ मैले भने एज अ हाइड्रो पावरमा ठुलो लगानीमा पब्लिकको इन्भेस्टमेन्ट लिएर आउनुपर्ने आफ्नो मात्रै पैसाले हाइड्रो पावर बनाउन सकिँदैन। यसका लागि चाहिँ मैले सुरुमा लगानीको बेला चाहिँ मैले एउटा के रिस्क भने गुडविल होइन पर्सनालिटी फ्याक्टरलाई चाहिँ मैले देखेँ। अरू मलाई यो गभर्मेन्ट प्रोसेसहरू चाहिँ त्यति आफूलाई कन्ठ र काम गरे हुनाले मैले रिस्क देखिरहेको थिइनँ। इम्प्लिमेन्टेसन सुरुमा तपाईँलाई कम्पनी बनाउन र दर्ता गरेर लाइसेन्स लिने सम्बन्धमा चाहिँ सिङ्गल गर्न नसक्दा हामीलाई चाहिँ अलिकति त्यो जुन हुन्छ नि एउटा गुडविल भएको मान्छेको जरुरत हुने चाहिँ देखेँ। अब मैले चाहिँ के हो भने मैले भनौँ नेपालको पटक पटक अर्थमन्त्री उप प्रधानमन्त्री भइसकेका मान्छेलाई कम्पनीको सायद उहाँ जिन्दगीमा कोही कुना अरू कुनै कम्पनीमा हुनु नहोला क्या एउटा मात्रै कम्पनी मैले उहाँलाई अध्यक्ष बनाएर खोल्न सकेँ नि त होइन। यो त मेरो ठुलो सफलता हो होइन। धेरै पछि धेरै मान्छेहरूले त्यो प्रबन्ध पत्र युवाले देखेर त्यो त भरत मोहन अधिकारीको प्रोजेक्ट रहेछ भने भनेर पनि ट्रस्ट गरे होइन जहाँ गयो भने किनभने ठ्याक्कै नाम देखिहाल्यो। फेरि मेरो कस्तो भने डिओडी एनइए जाँदाखेरि पहिला हाम्रो हरि पाण्डे सरसँग जोडिएको उहाँ पनि एउटा रेपुटेड मान्छे अर्थमन्त्री भइसकेर उद्योग मन्त्री भएको अनि उहाँ अर्थमन्त्री भएर चाहिँ यो चाहिँ एकदमै कोर टिमको मान्छे रहेछ जस्तो पनि सुरुमा मान्छेहरूले बिहा गरे तर त्यो लेभलको कोर मान्छे चाहिँ म थिइनँ। अहिले यसो हेर्दाखेरि एउटा लगानीकर्ता नयाँ लगानीकर्ताले चाहिँ त्यो क्यास भएको मान्छे अथवा पुँजी भएको मान्छे आउने कि टेक्निकल नलेज भएको मान्छे आउने लगानीकर्ताको रूपमा चाहिँ होइन लगानीकर्ता मात्रै लगानीकर्ता भनेको र व्यवस्थापक फरक चिज हो। लगानीकर्ता त पैसा भएकै मान्छे हुन्छ तर त्यसको म्यानेजमेन्ट गरिदिने मान्छे चाहिँ नलेज भएको हुन्छ। त्यसैले के हुन्छ भने पैसाले मात्रै चाहिँ प्रोजेक्ट बन्दैन नलेजले मात्रै पनि बन्दैन। त्यसले गर्दाखेरि लगानीकर्ताले चाहिँ राम्रो नलेज भएको म्यानेजमेन्ट राम्रो गर्न सक्ने मान्छे भएको ठाउँमा लगानी गर्ने होइन त्यहीँ एसोसिएट भएर जाने र आफूले पनि कुराहरू सिक्ने लगानीकर्ताले मात्रै। अब फेरि के छ भने अब व्यवस्थापन गर्न सक्ने मान्छे जसले रिस्क टेक गर्न सक्छ उसले पनि के गर्नु पऱ्यो भने व्यवस्थापन आफूले गर्ने गरी इन्भेस्टर ल्याउनु पर्यो। त्यसैले यो चाहिँ यो मिक्स हो सिङ्गल्ली अगाडि जान सक्दैन। कुनै पनि बिजनेसमा एज अ इन्डिपेन्डेन्ट इन्भेस्टर मात्रै पनि जान सक्दैन किनभने के चाहिँ सेकेन्डरी बजारमा पैसा लगानी गर्नु पऱ्यो होइन। एज अ प्रमोटर हो भने त्यो चाहिँ कम्पनी प्रमोसन गर्ने मान्छे कि आफू पनि अलिअलि हुनु पऱ्यो पुँजी पनि हुनु पऱ्यो। नुहाउ भयो भने पैसावाला मान्छे पनि भेट्न सकिन्छ पैसा भयो भने नवाला मान्छे पनि भेट्न सकिन्छ तर त्यो बिचमा म्याच हुन्छ। तर दुइटै एउटैमा चाहिँ नहुन सक्छ भयो भने राम्रो त्यो त कमाइसँग हुन्छ दुइटै मान्छेसँग ज्ञान र पैसा चाहिँ अब यो सरस्वती र लक्ष्मी चाहिँ एउटै ठाउँमा नहुने हुनाले त्यो अलिक कमै हुन्छ। अब हामी एउटा यो हाइड्रो पावरको भनौँ न अहिले हाइड्रोमा कुरा गरिरहेको छौँ। हाइड्रो पावरको चाहिँ कन्स्ट्रक्सनदेखि लिएर अपरेसन फेजमा आउँदा डिफ्रेन्ट फेजहरू गुज्रिनुपर्छ। त्यो कन्स्ट्रक्सन फेजमा हेर्दाखेरि चाहिँ एउटा हाइड्रो पावरले कुन कुन च्यालेन्जसँग बढी झेल्नुपर्छ? यसलाई मैले दुईवटा फेजमा भन्छु है। पहिला कन्स्ट्रक्सन फेजभन्दा कन्स्ट्रक्सनमा पुर्याउने फेजमा मोर च्यालेन्ज छ। त्यो इआईदेखि लिएर जस्तै हाम्रोमा के छ भने सर्वेक्षण अनुमति पत्र लिइसकेपछि सर्वेक्षण गर्नु पऱ्यो। सर्वेक्षणमा पहिला हाम्रो के हुन्छ भने टेक्निकल्ली प्रोजेक्टको साइज होइन टेक्निकल्ली प्रोजेक्ट फिजिबल छ कि छैन कुन साइजको बन्छ कहाँ हेडक्स राख्ने कहाँ पावर हाउस राख्ने पाइप गर्ने कि टनल गर्ने यावत चिजहरू हेर्नु पऱ्यो। एक्सेस रोड कहाँसम्म छ ट्रान्समिसन लाइन कहाँसम्म छ होइन कन्स्ट्रक्सन पावर कहाँ छ कन्स्ट्रक्सन मेटेरियल कहाँ पाइन्छ यावत चिजहरू हेर्नु पऱ्यो टेक्निकल्ली। अब फाइनेन्सियल्ली त्यो प्रोजेक्टको लागि आवश्यक फाइनेन्स कसरी जुटाउने अथवा पैसा हालिसकेपछि रिटर्न के हुन्छ त्यो एनालाइसिस गर्नु पऱ्यो। फाइनेन्सियल पनि फिजिबिलिटी गर्नु पऱ्यो। सोसियल्ली त्यो प्रोजेक्ट चाहिँ सोसियल इम्प्लिमेन्ट गर्न सकिन्छ सकिँदैन अब गर्दा कति खर्चहरू लाग्छ सोसाइटीको डिमान्ड के छ होइन त्यो एनालाइसिस गर्नु पऱ्यो सोसियल्ली।
इन्भाइरोमेन्टली त्यो प्रोजेक्ट चाहिँ गर्दाखेरि इन्भाइरोमेन्टल इफेक्ट के हुन्छ आइइआइए पनि गर्नु पर्यो सँगसँगै यी सबै चिजलाई हेर्नु पर्यो एउटा यो चाहिँ फिजिबिलिटी स्टडी रिपोर्ट भन्छ यसलाई यसमा यो फेजमा विभिन्न चरणहरू छन् र यी पार गर्ने बेला अब तपाईँलाई कहिले लोकल क्लियरेन्स नपाउने कहिले वनको क्लियरेन्स नपाउने समयमा होइन कहिले अब सुरुमा कतिपय ठाउँमा त स्थानीयले सर्वे गर्न जान नदिने होइन कहाँ पब्लिक हियरिङ गर्न नदिने आइइआइएको पब्लिक हियरिङै भाडा दिने होइन अब यति धेरै प्रब्लमहरू छन् सबभन्दा मैले हाइड पावरमा देखेको अहिले मैले देखेको गभर्मेन्टको रिस्क अनि गभर्मेन्टले चाहिँ ट्रान्समिसन लाइन टाइममा नबनाइदिने होइन अनि तपाईँलाई अब तर के हुन्छ भने हामीलाई एउटा वर्षेनी प्रोग्रेस रिपोर्ट बुझाउनु पऱ्यो प्रोग्रेस भएन भन्ने अनि लाइसेन्स क्यान्सल गरिदिने होइन एउटा लगानी भइसकेको हुन्छ लगानीलाई नेपालमा लगानी गर्ने मान्छेको इज्जत सम्मान नै छैन यिनीहरू सबै ठगहरू हुन् यिनीहरूले बदमासी गरेर ल्याएर पैसा यिनको त पैसै होइन भन्ने खालको सोच होइन सुरुमा के देख्छु मैले भने सबभन्दा हाई रिस्क गभर्मेन्टको रिस्क गभर्मेन्टले व्यवसायलाई बिजनेसलाई प्रोटेक्ट गर्ने भन्दा पनि कसरी यिनीहरूलाई यहाँबाट धपाउने भन्ने नीति कन्स्ट्रक्सन फेजसम्म पुर्याउनु गाह्रो एकदमै गाह्रो किनभने पिपिए नगरिदिने हेर्नुहोस् है अब लाइसेन्स दिने अब लाइसेन्स दिएछ पिपिए छैन अनि फेरि तपाईँलाई फाइनेन्सियल क्लोजरको डेट लाइसेन्समा लेखिदिएछ पिपिए नभए क्लोजर हुँदैन अनि फेरि किन टाइममा क्लोजर गरिदिनुहोस् क्यान्सल गर्छु भन्छ होइन अनि फेरि तपाईँलाई त्यसो भए ठिकै छ इन्स्टल क्यापासिटीको रोयल्टी तिरेर अब मेरो पिपिए भएको छैन म इन्स्टल क्यापासिटीको रोयल्टी तिरेर टाइम एक्सटेन्सन गरिराख्नु परेको छ यस्तो गभर्मेन्टल रिस्क छ हेर्नुहोस् एउटा हाइड्रो पावर प्रोजेक्ट चाहिँ 5 मेगावाटको हाइड्रो पावर प्रोजेक्ट चाहिँ पिपिए गरेर जेनेरेसनसम्म कन्स्ट्रक्सन लाइसेन्स लिएसम्म पुर्याउँदा 5-7 करोड पैसा खर्च हुन्छ त्यो चाहिँ एडिसनल खर्च हुन्छ होइन त्यत्रो पैसा खर्च भएको चिज चाहिँ उनीहरूलाई मन परेन भने क्यान्सल गरिदिने अब जब यो सबै भएर जम्मै रिस्क हुन्छ अब एउटा यो सबभन्दा मैले नेपालमा हाइड्रो पावर प्रोजेक्टमा देखेको सबभन्दा अठिलो गभर्मेन्टको रिस्क त्यस पछाडि जब हामी तपाईँलाई अब पिपिए गर्छौँ कन्स्ट्रक्सन लाइसेन्स दिन्छौँ अनि हामी चाहिँ के अरे कन्स्ट्रक्सनमा जान्छौँ नि अनि कन्स्ट्रक्सनमा गइसकेपछि अब हेर्नुहोस् स्थानीयको अवरोध सबभन्दा ठुलो अननेसेसरी डिमान्ड नेपाल सरकारले पुरा गर्न नसकेको बाटो पनि बनाइदेऊ बिजुली पनि ल्याइदेऊ खानेपानी पनि देऊ स्वास्थ्यदेखि पनि देऊ शिक्षक पनि देऊ रोजगारी पनि देऊ पैसा पनि देऊ सबै नगरिकन कानुन सबै स्थानीयको नाममा यति ठुलो अवरोध यता अर्को वनको हेर्नुहोस् रुख आई छ इआइए छ मन्त्री परिषद रुखका फाइलिङ गर्न काट्न यति ठुलो समस्या छ होइन अब नेपालमा विकासको सबभन्दा ठुलो बाधक चाहिँ वन मन्त्रालय भएर बसेको छ त्यसैले नेपालमा यो वन मन्त्रालयलाई चाहिँ वनलाई हामीले वातावरण भनेर बुझ्यौँ वन र वातावरण मन्त्रालयलाई अलग अलग गर्नुपर्छ वन भनेको चाहिँ वन छुट्टै हो वातावरणको एउटा कम्पोनेन्ट हो तर वातावरण 100% वन होइन वन मात्रै होइन वातावरण भनेको होइन अरू कुराहरू पनि छन् वन पनि एउटा कम्पोनेन्ट हो तर नेपालमा वातावरण भनेकै वन हो भनेर पढाइयो यसले पनि साह्रै नै अप्ठ्यारो पारेको छ वन काटिन्छ भने चाहिँ वातावरण बिग्रिन्छ यो न्यारेटिभ चेन्ज गर्नुपर्छ यो अर्को हडल छ त्यो सबै ठाउँमा भयो सबै हाइड्रो मात्रै भयो समग्र निर्माणमै सबैमा निर्माण क्षेत्रमा सबैमा यही समस्या छ होइन त्यसले अर्को चाहिँ के छ भने यो समस्या छ र अर्को अब तपाईँलाई के छ भन्दाखेरि अब प्रोजेक्ट बनायो अब हाम्रो हाइड्रो पावर भनेको के हुन्छ भने पहाडमा हुन्छ खोलामा हुन्छ भिरमा हुन्छ होइन खोलो त भिरमै हुन्छ त्यहाँ बर्खा आयो भने बाढी पहिरोको रिस्क छ बाढी पहिरोको रिस्क पनि फेरि सबै त्यो हामीलाई लगाइदिने त्यो हामीले जस्तै कि अहिले हेपाजेटली विकास भएको छ गाउँमा डोजरले बाटो खनेको खनेछ त्यो त्यत्तिकै फालिदिएको छ अहिले होइन अब जब पानी पर्न थाल्छ अनि त्यो फालेको माटो लेदो बग्छ त्यो ढुङ्गा बग्न थालेपछि त्यसले चोरेर लिएर आएर अनि खोलामा आइपुग्दाखेरि त्यो पानी होइन लेदो बग्छ होइन पुरै त्यसले सोरेर लिएर आउँछ अनि अब मान्छेलाई के हो भने उहाँ तल कहाँ हाइड्रो पावर छ माथिदेखि पहिरो बगेर आयो नि होइन अनि यो सबै यो हाइड्रो पावरले तल खनेर माथि बग्यो भनिदिन्छ होइन अनि तल खनेर माथि बग्यो भन्छ अब तपाईँलाई पाइपवाला प्रोजेक्ट छ टनल छैन भने 20वटा पदार्थ युज गरेर यो हाइड्रो पावरले पड्काएर गर्यो भन्छ अनि सिडिओ कार्डलाईमा निवेदन हाल्छ गाउँपालिकामा निवेदन हुन्छ अनि गाउँपालिकाको मान्छे आउँछ सिडिओले पत्र काट्छ ओ हामीलाई नै दुःख दिएको छ है यो तपाईँलाई बुझेको केही हुन्न अब मान्छेलाई के छ भने हाइड्रो पावरले 20वटा पदार्थै युज गर्छ भन्ने छ होइन अब आफ्नै त्यत्रो पहिरो आउने गरी कसैले खन्छ त भने
होइन आफैलाई लस हुने आफैलाई लस। त्यसैले यो तपाईँलाई त्यति गरेपछि त्यहाँबाट पैसा उठाउन पाइयो। सबैले दुहुने ठाउँ बनाएको छ नि हायर व्यवसाय होइन। अब जब हामी यो सबै सकेर कन्स्ट्रक्सन फेजमा आउँछौँ त्यहाँ एउटा अर्को चिज इन्ट्री हुन्छ इन्सुरेन्स। हामी चाहिँ यो बिमा सम्वादमा पनि छौँ। अब यो इन्सुरेन्स र कन्स्ट्रक्सन फेजको हाइड्रोको बिचमा जहिले पनि एउटा कन्फ्लिक्ट आउँछ। यहाँबाट लाग्छ बिमा कम्पनीले भुक्तानी नै गर्दैन, हामीलाई लाग्छ त्यहाँ धेरै रिस्क छ। खास समस्या चाहिँ के देख्नुहुन्छ? होइन यसको दुईवटा तिनवटा समस्या हो। एउटा पोलिसीको समस्या। पोलिसी भनेको बिमा ऐन बिमा प्राधिकरणले गरेको नीतिगत परिवर्तन होइन। अब हामीले इन्सुरेन्स गर्दाखेरि कन्स्ट्रक्सन गर्दाखेरि हामीले एउटा कन्ट्र्याक्टर अल रिस्क भन्ने गरेका हुन्छौँ। त्यो रिस्क अर्को हामीले इरिक्सन त अलिक पछाडि जान्छ, त्यो पनि कन्स्ट्रक्सनमै इरिक्सन सकिने बेलामा होइन पाइपको पनि हुन्छ नि त। हाइड्रोमेकानिकल पनि इरिक्सन भन्ने इरिक्सन अल रिस्क भन्ने हुन्छ अर्को। अनि अर्को हामीहरूले पाइपहरू लगेर राख्यौँ, सिमेन्ट लगेर अब डन्डीहरू लगेर कन्स्ट्रक्सनको मेटेरियल लगेर राख्यौँ भने हाम्रो के हुन्छ नि त्यसको स्टोरको इन्सुरेन्स हुन्छ अनि अहिले ट्रान्जिट त लाने हो तर त्यहाँ राखेको स्टोरको एज ए साइटको कुरा गर्दा होइन। त्यो मान्छेहरू हुन्छ होइन, थर्ड पार्टी इन्सुरेन्स गरेको हुन्छ, मान्छेको इन्सुरेन्स गरेको हुन्छ। अब इन्सुरेन्समा कस्तो हुन्छ भनेदेखि हामीले एक्सकाभेसन गरेका हुन्छौँ। अब हामीले खनेको भन्दा माथिदेखि पहिरो आउँछ नि त होइन। अब त्यो सबै रिस्क कभर गर्ने गरी चाहिँ इन्सुरेन्स पनि भए हुँदैन, इन्सुरेन्सको पोलिसी पनि हुँदैन। अब कतिपय कस्तो छ भने हाम्रो होलिस्टिक इन्सुरेन्स छैन। जस्तै एउटा के भने हाइड्रो पावरको इन्सुरेन्स भनेर सबै खालका रिस्कहरूलाई राखेर, जस्तै के छ भने कन्स्ट्रक्सन गर्दाखेरि त्यहाँ काम गर्ने कामदारको त्यहाँ काम गर्दा गर्दै पाइप खन्दै गाउँले मान्छे काम नगर्ने मान्छे आएर पनि त हेर्न आएको मान्छे पनि त एक्सिडेन्ट हुनसक्छ त्यसको, अथवा तल खन्दाखेरि माथि पहिरो आयो भने त्यो पहिरोको होइन त्यसले हुने छ, अथवा गाईबस्तु आएर खाल्डामा खनेको ठाउँ हुन्छ होइन पऱ्यो भने त्यसको, अथवा जाँड खाएर मान्छे हुन्छ त्यसको समस्या चाहिँ के पऱ्यो भने होइन मलाई भन्छ अनि यो तपाईँलाई जाँड खाएर मान्छे आएर चाहिँ लड्छ होइन, जाँड खाएर हिँड्छ खुट्टा बाङ्गा पार्दै अनि हाइड्रो पावरले खनेर लड्यो भनिदिन्छ, लड्यो भने होइन यो छ नि अर्को रिस्क होइन। अब यस्तो सबै कुराको कभरेज त हाम्रोमा आउन, किनभने होलिस्टिक छैन, टुक्रा टुक्रा छ। एउटा समस्या के देख्छु भने बिमा कर्मीको हिसाबले मैले हेर्दाखेरि चाहिँ सुरुमा सरलाई पनि सकेसम्म कस्ट मिनिमाइज गर्न पाए हुन्थ्यो भन्ने, त्यो त्यहाँ त म जान्छु बिमा कम्पनीलाई पनि फेरि कम्पिटिसन गर्नु पर्यो, रेट घटाउनु पर्ने होइन। म त्यहाँ त जान्छु नै होइन, मलाई अलिकति भन्न सकिँदैन। त्यो हुँदाखेरि एउटा होलिस्टिक पोलिसी नभएकोले कुन पोलिसी लिने, के को इन्सुरेन्स गर्ने, के को नगर्ने भन्ने कुरा एज हामी डेभलपरलाई पनि सबै चिज थाहा हुँदैन। किन हामीले इन्सुरेन्सको कन्सल्टेन्ट पनि राख्दैनौँ होइन, हामीले इन्सुरेन्स पोलिसी मजाले पढ्न पनि सक्दैनौँ, हामी बुझ्न पनि बुझ्दैनौँ, सबै चिज हामीले बुझ्नै हुँदैन थियो। किन साइन गर्दाखेरि सबै चिज हामी पढेको इन्सुरेन्स पढेको मान्छे होइन, हामी बुझ्दैनौँ। हामीले इन्सुरेन्सको कन्सल्टेन्ट राख्दैनौँ। कन्सल्टेन्ट नराख्दाखेरि कतिपय चिजहरू हाम्रो पोलिसीमा छुटेको हुन्छ, भइरहेको पोलिसीमा हामीले चाहिँ के अरे यसलाई प्राइससँग कम्पेयर गर्दाखेरि एउटा हाम्रो त्यहाँ चेन्ज भएको हुन्छ होइन, लुपहोल भयो एउटा। हामीले सस्तो पोलिसी हो, इन्सुरेन्स भनेको ब्याङ्कको लोनको लागि गर्ने भन्ने सोचबाट हामीले गर्ने पनि त्यस्तो खालको मानसिकताले पनि छ। लोनका लागि इन्सुरेन्स चाहिने भने इन्सुरेन्स गरौँ भन्ने छ। अब त्यहाँ के कभर भयो वा भएन भन्ने छैन, कति पैसामा इन्सुरेन्स भयो भन्ने छ। एउटा त्यो हाम्रो कमजोरी छ, हामीलाई थाहा नभएको पक्ष पनि छ। त्यो थाहा नभएको पक्षमा नेपाल सरकारले अथवा बिमा प्राधिकरणले हाइड्रो पावर इन्सुरेन्सको बारेमा टाइममा ओरिएन्टेसनहरू गरिदिने, मान्छेहरूलाई बुझाइदिने, यो ठुलो सेक्टर भएकोले गर्दाखेरि यसमा अलिक डिबेट भएकोले तपाईँले यस्तो यस्तो कुराहरू हेरेर पोलिसी किन्नुपर्छ भन्ने गरिदिएको भए हुन्थ्यो। तर उसले के गर्यो भने उसले बिमाको शुल्क चाहिँ बढाइदियो, प्रिमियम दर होइन, अब डिट्यारिफलाई ट्यारिफमा लगिदियो, निश्चितभन्दा तल गर्न पाइँदैन भनेर। तर अब यसमा के गर्यो भनेदेखि एउटा अवेरनेस भएन। अर्को चाहिँ के गर्यो भने यसमा उल्टो पहिला 10 लाख कि कति थियो होला जस्तो लाग्छ मलाई होइन एक्सेस। अब अहिले चाहिँ मेगावाट अनुसार तलमाथि एक्सेस बढाइदियो अनि डिडक्टिबल 50 लाख बनायो क्या अहिले। त्यो एक्सेस भनेको त्यही डिडक्टिबल होइन। अब त्यो चिजहरूले चाहिँ तपाईँलाई यसले गर्दाखेरि मिनिमम अब 1 मेगावाटको प्रोजेक्ट र 100 मेगावाट प्रोजेक्टको त फरक हुन्छ नि। एक्सेस त फरक त्यसरी गरेकै हुन्छ होइन, तर कमनली नै आइरहेको हुन्छ होइन। अब हामीले त्यसै त हुँदैन, तर यस्तो हुन्छ रिइन्सुरेन्स एग्रिमेन्ट गर्ने बेलामा चाहिँ अब मैले त्यसले एकातिर यो भयो अनि अर्कोतिर के भयो भनेदेखि अब यता हामीलाई चाहिँ यसको
पहिलाभन्दा हामीले महँगो तिर्नु परिरहेछ। तिर्नु पर्यो। अब हामीले यसको एक्सेसको कारणले हामीले नपाउने स्थिति भयो एकातिर होइन, एकातिर अनि होइन जुन डिडक्टिबल घटाइदिने भयो। अब मेरो 60 लाखको क्षति भयो भने 50 लाख काटेर 10 लाखको पाउने भएपछि त मैले इन्सुरेन्स नपाए जस्तै हो नि त मलाई होइन। त्यस्तो खालको भयो। अनि अर्कोतिर चाहिँ के भयो भने प्रिमियम बढी तिर्नु पर्यो। यो एउटा यो समस्या छ। यो समस्या चाहिँ विद्युत के अरे विद्युतमा आउँछ बिमा प्राधिकरणको कारणले हो। प्राधिकरणले के गर्यो भने कम्पिटेटिभ नबनाएर सबैलाई एउटै रेट बनाइदियो। जहाँ गए पनि जुनसुकै इन्सुरेन्स कम्पनीसँग हामीले चाहिँ पोलिसी किने पनि त्यही नै हो, एउटै रेट हो होइन, त्यही नै रेट हो, खास फरक पर्दैन भनेपछि। अनि के भयो भन्दाखेरि अब हामीहरूले चाहिँ जहाँ गए पनि एउटै हुने भयो भनेर गर्ने भयो भने अर्को चाहिँ यो के भयो त भन्दा अब राम्रो नराम्रो क्लेम तिर्ने नतिर्ने भन्ने भएन। अनि अर्को तपाईँको चाहिँ के भने मोनोपोली भयो। यसले के मोनोपोली जहाँ गए पनि यही त हो नि। अब अर्को कुरा चाहिँ के भयो भन्दा यो हुनुको पछाडि के भयो भने बिमा प्राधिकरणले यो जुन पोलिसी लिएर आइदियो यो ल्याउनमा नेपालको रिइन्सुरेन्स कम्पनी आयो नि जुन होइन, त्यो रिइन्सुरेन्स कम्पनी आउँदाखेरि नै उसलाई आफ्नो बिजनेस चाहिँ छान्न दिने अधिकार भयो इन्फ्रास्ट्रक्चर इन्सुरेन्समा होइन र। त्यो कारणले गर्दाखेरि राम्रो बिजनेस यहाँको रिइन्सुरेन्समा आउने भयो। अनि यहाँ नभए बाँकी उसले रिजेक्ट गरेको मात्रै बाहिर जानेपछि अब बाहिर हाम्रो इन्सुरेन्स महँगो पर्यो। अब हाम्रो इन्सुरेन्स चाहिँ अब खोलामा अघि मैले भने खोलामा छ, जोखिममै खेल्ने त हिमालमा भिरमा पहाडमा गर्नु पर्यो, रिस्क बढी नै छ सहरको भन्दा होइन। यो पूर्वाधारको रिस्क चाहिँ के हो भने एउटा बिल्डिङको भन्दा त बढी छ नि त रिस्क। बिल्डिङमा भूकम्पको मात्रै रिस्क छ, हामी के त बाढी पहिरो भूकम्प सबैको रिस्क छ होइन। त्यस्तो गर्दाखेरि यो बढी रिस्क भएको चाहिँ बाहिर सारिदिएपछि अभियसली यो महँगो बनाइयो। अनि अर्को चाहिँ के भने यो महँगो भयो दोस्रो। अनि हामीलाई चाहिँ यो बाध्यकारी भएको फिल भयो। यसले अब बाध्यकारी भएर भएको फिल भयो। अनि मान्छेले के गर्यो भने अब अघि भने नि मैले अब झन् पैसा नपाउने पो होइन। सानो क्षतिको पैसा नपाउने फेरि के हुन्छ भने एज अ होलिस्टिक गरेको भए पनि त्यो ठिक छ। मैले भने नि होलिस्टिक छैन नि त, टुक्रामा छ नि त। टुक्राको एक्सेस राखिदिएपछि के हुन्छ त्यहाँ त डिडक्ट गरेर मात्रै बाँकी पैसाको मात्रै इन्सुरेन्स क्लेमै नपाउने भने सानो क्षतिमा। त्यो भएपछि अब इन्सुरेन्सबाट पैसा पाइँदैन भन्ने आम डेभलपरलाई फिल भयो। त्यो चाहिँ मिसलिड हो भनेर फेरि अब यो फिलिङ भयो होइन। अब यसमा तपाईँको एउटा चाहिँ पोलिसीमा भएको परिवर्तनले हो। नभए पहिला चाहिँ पाइन्थ्यो नि त। यो एउटा पोलिसीमा के भयो भने नेपाल रिइन्सुरेन्स कम्पनी जब आयो रिइन्सुरेन्सको कम्पनीले नेपालको बिमा क्षेत्रमा व्यापक व्यथिति निम्ति आयो। त्यो व्यथितिको सबभन्दा ठुलो मार जलविद्युत क्षेत्रमा मान्छे परे होइन। अब अहिले त त्यो रिइन्सुरेन्स कम्पनी कसरी आएको रहेछ भनेर त्यसको छानबिन हुँदैछ। तर त्यसको ठुलो मार हामीले भोग्नु पर्यो, यो सेक्टरले भोग्नु पर्यो, हाइड्रो पावर सेक्टरले। र यसको प्रिमियम दर एभरेज 2% भएको प्रिमियम दर आज हामी 6.5% तिरिरहेछौँ। त्यो तिर्दा पनि हामीले चाहिँ पैसा पहिला 2% तिर्दा पाउने इन्सुरेन्स क्लेमबाट पाउने पैसा अहिले पाइरहेका छैन। एउटा यो। अर्को के भयो अघि मैले भने हामीले हाइड्रो पावरमा इन्सुरेन्सको एक्सपर्ट नरहेको कारणले गर्दा हाम्रो पोलिसी हामीले राम्ररी पढ्न सकेनौँ, पोलिसीका क्लजहरू गर्न सकेनौँ। अनि अलिकति पैसा थप्दाखेरि यसको चाहिँ बढी रिस्क कभर हुन्छ र पैसा पाइन्छ भन्ने हामीलाई ज्ञान भएन। त्यसले गर्दा हामी चाहिँ कति थोरैभन्दा थोरै एमाउन्टमा इन्सुरेन्स गर्ने ब्याङ्कको लागि भनेर हामीले इन्सुरेन्स गऱ्यौँ। त्यस्तै गर्दाखेरि भोलि जति पनि चाहिँ समस्या आयो, ड्यामेजको केसहरू आयो अनि हामी जब क्लेम गर्न चाहन्छौँ अनि हामीले भनेको पैसा पाउँदैनौँ। अर्को चाहिँ के छ भने हाम्रो चाहिँ के हुन्छ भने सिभिलको बेसिकल इन्सुरेन्समा चाहिँ सिभिलमा हाम्रो एक्सकाभेसनको एमाउन्ट हुन्छ त्यहाँ होइन। त्यो सबै इन्सुरेन्स कम्पनीले हामीले डिपिआर बुझाउनुपर्छ। अब हामीले काम गर्दै त डिपिआर चेन्ज भयो भने हामी इन्सुरेन्सलाई बुझाउँदैनौँ, कन्डिसनलाई दिँदैनौँ। अनि पछि चाहिँ के हुन्छ भने त्यहाँ विवाद हुन्छ होइन। सुरुमा दिएको क्वान्टिटी भन्दा क्वान्टिटी चेन्ज भयो भन्नेमा पनि विवाद हुन्छ। त्यो हामीलाई हामी इन्सुरेन्स गराएछ मात्रै भन्छौँ क्या। अर्को त्यो कारणले पनि फरक भइरहेको छ। किन कति एक्सकाभेसन भयो, कति हुन बाँकी छ भनेर टाइम टु टाइम रिपोर्टिङ हामीहरूले इन्सुरेन्स कम्पनीलाई कति काम भएको छ भनेर काम सम्पन्नमा पनि अर्को समस्या काम सम्पन्नले। तेस्रो के छ भने जब मनसुनको इन्सुरेन्स चाहिँ कभर हुँदैन। मनसुनको इन्सुरेन्स कभर नहुने होइन, यहाँ पनि मिसलिड छ क्या। त्यो मनसुन अवधिमा पछि बनेको चाहिँ कभर नहुने हो होइन, मनसुन पिरियडमा हामीले जुन जस्तैदेखि हामी जुन सेप्टेम्बरसम्म मैले भने चाहिँ के भने हामीले जस्तै अब मानेर
जेठको अन्तिम समयमा हाम्रो कति कन्स्ट्रक्सन काम भयो भएको भने छ, एउटा हामीले काम भएको लगेर इन्सुरेन्स कम्पनीमा बुझायौँ मानिलियौँ तर हामी जेठ पछाडि सुतेर बस्दैनौँ नि त असार साउन भदौ असोजमा हामी काम गर्छौँ बढी बाढी पहिरो असार साउन भदौ असोजमै आउँछ अब नेपालको यो बिमाको पोलिसीले चाहिँ के भन्दो रहेछ भने मनसुनमा काम गर्ने होइन चुप लाएर बस्ने हो मनसुनमा काम गरेको रिस्क इन्सुरेन्स पोलिसीले कभर गर्दैन आफ्नै रिस्क हो अब हामीलाई थाहा छैन यो होइन थाहा नभएपछि मनसुनमा काम गर्छौँ मनसुनमा काम गरेर दिँदैन क्षति पनि मनसुनमै हुन्छ अनि भयो अनि टाइमली जेठसम्म कम्प्लिसन गरेको रिपोर्ट पनि बुझा आउँदैनौँ अनि सर्वे गरेर जाने मान्छेले भन्छ यो सबै मनसुनमा एक्सकाभेसन गरे अनि विवाद सुरु हुन्छ त्यसमा अर्को पनि एउटा मसला थपिहाल्छु जस्तो एउटा चाहिँ फिजिकल प्रोग्रेस भयो एउटा फाइनेन्सियल प्रोग्रेस भयो कहिलेकाहीँ चाहिँ फिजिकल प्रोग्रेस भइसकेको छ तर बिलिङ भइसकेको छैन कहिलेकाहीँ चाहिँ बिलिङ भइसक्यो प्रोग्रेस भइसकेको छैन कि यो दुईटाको पनि कन्फ्लिक्ट हुने देखिन्छ यो चाहिँ खास कस्तो प्र्याक्टिस हो होइन यस्तो छ त्यो चाहिँ हुन्छ बेसिकल्ली चाहिँ फाइनेन्सियल प्रोग्रेसभन्दा फिजिकल प्रोग्रेस बढी हुन्छ सिभिलमा चाहिँ किनभने बिल आएर भेरिफाई हुने टेक्स टाइम तर त्यो जब हाइड्रोमेकानिकल र अर्को आइसकेपछि अब हाइड्रोमेकानिकल र उसमा चाहिँ के हुन्छ नि फाइनेन्सियल प्रोग्रेस बढी हुन्छ फिजिकल कम हुन्छ जस्तै कि हाम्रो एलसी खोल्छौँ हाम्रो नाकाबाट इन्ट्री हुँदै हाम्रो एलसीको पैसा त गइसकेको हुन्छ होइन अनि हामीहरू साइटमा लगेर इन्स्टल गरेर आउँदैनौँ होइन तर फाइनेन्सियल त हाम्रो प्रोग्रेस भइसकेको हुन्छ किन त्यसको इरिक्सन कस्ट बाहेक अरू कस्ट त हामी तिर्सिया हुन्छ होइन त्यसले गर्दाखेरि यो तपाईँको चाहिँ के अरे इलेक्ट्रोमेकानिकलमा छ हाइड्रोमेकानिकलमा पनि के हुन्छ भने पाइप नै हामीले लिएर आयौँ भने पाइपको ठुलो एमाउन्ट चाहिँ हामीले पैसा तिरे हुनाले पाइपको इन्स्टल गरेको देखिँदैन तर बिल बनिसकेको छ बिल चाहिँ बनिसकेको हुन्छ त्यसमा अर्को पनि एउटा समस्या जस्तो पार्सल कन्ट्र्याक्ट गरिन्छ एउटा चाहिँ हाइड्रो छुट्टै सिभिल छुट्टै इलेक्ट्रोमेकानिकल छुट्टै तर त्यहाँभित्र काममा चाहिँ एकअर्कासँग सम्बन्धित हुँदो रहेछ कहिलेकाहीँ त्यसको क्षेत्राधिकारको पनि छ जस्तो मानौँ सिभिलको हामीले इन्सुरेन्स गरिरहेको छौँ हाइड्रो र इलेक्ट्रो गरिरहेको छैन तर कति हाइड्रो रिलेटेड पनि सिभिलले गर्नुपर्ने कति चाहिँ सिभिल रिलेटेड हाइड्रो गर्नुपर्ने हुँदो रहेछ त्यसले गर्दा पनि त्यो जोखिमको मूल्याङ्कन क्षतिको मूल्याङ्कन गर्नलाई चाहिँ अलिकति समस्या परेर देखियो त्यसलाई बास्केटमा जसरी सरले होलिस्टिक इन्सुरेन्स भन्नुभयो त्यो प्रोजेक्ट पनि एउटा कम्बाइन गर्न चाहिँ टेक्निकल के समस्या हुन्छ हो त्यही त यसको त्यो गर्दा हो भने जस्तै एउटा इन्सुरेन्स पोलिसी चाहिँ जुन चाहिँ हाइड्रो पावर इन्सुरेन्स पोलिसी भन्ने लिएर आउने यसमा होलिस्टिक चिजहरू हाइड्रो पावरभित्रका इन्सुरेन्सका सबै कम्पोनेन्ट हाम्रो छ त सिआर पोलिसीमा कम्बाइन पोलिसी गर्न पाइन्छ गरिरहेको हुन्छौँ त्यो तर त्यो के हुन्छ नि पार्सल कन्ट्र्याक्ट हुनु भयो होइन यस्तो छ त्यो एउटा फेरि कस्तो हुन्छ भने कार पनि हो कन्ट्र्याक्टरले गर्ने हो क्लाइन्टको पनि नाम त उल्लेख हुन्छ त्यहाँ तर बेसिकली कन्ट्र्याक्टरको नाममा जारी हुन्छ त्यो होइन को क्लाइन्ट हो भन्ने क्लाइन्ट चाहिँ थाहा हुन्छ त प्रिन्सिपल थाहा हुन्छ तर के हो भने जारी चाहिँ कन्ट्र्याक्टरको नाममा हुन्छ इएआरको पनि त्यही हो इरिक्सन अल रिक्सको पनि कन्ट्र्याक्टरकै हो क्लाइन्टको नाम मात्रै उल्लेख हुन्छ अनि कन्ट्र्याक्टर एउटै नहुन सक्छ कन्ट्र्याक्ट पिरियड एकै नहुन सक्छ कन्ट्र्याक्ट पिरियड सिभिलको बढी हुन्छ यसको कम हुन्छ अनि के हुन्छ भने एकैचोटि के हुँदैन इन्सुरेन्स हुँदैन इन्सुरेन्स अलग अलग हुन्छ होइन सिआर र इएआर एकैचोटि हुँदैन नि त फरक हुन्छ त्यसले गर्दा यो फरक भयो अब यसलाई होलिस्टिक एउटै बनाइदिएको भए होइन जस्तै त्यहाँभित्रको थर्ड पार्टीदेखि लिएर अरू स्टोरको इन्सुरेन्सदेखि लिएर अरू सबै इन्सुरेन्सलाई एकै ठाउँमा हालिदिएको भए होइन समस्या यस्तो पर्यो क्या सर जस्तो फरक कन्ट्र्याक्टर हुने बित्तिकै पोलिसी कन्ट्र्याक्टरको हो त्यो हुने बित्तिकै एउटै पोलिसी भन्न मिलेन अनि त्यहाँ उनीहरूको क्षेत्राधिकारको समस्या चाहिँ आयो कहिलेकाहीँ फरक भएकोले त्यो भएको तर एउटै भएको भए एउटै क्लाइन्टले नै गराउन आएको हुन्थ्यो कि त्यो नामै कन्ट्र्याक्टर अलिक भाव होइन त्यो हो त्यही त हाम्रो त हाइड्रो पावर पोलिसीकै त्यही होइन अस्ति मैले भने त यो हाइड्रो पावर इन्सुरेन्स पोलिसी नै होइन नि त त्यही यो के पोलिसी हो भने कन्ट्र्याक्टर अल रिक्स भने ठेकेदारले गर्ने पोलिसी इरिक्सन अल रिक्स भनेको त्यो ठेकेदारकै पोलिसी स्टोर गर्ने पोलिसी भनेको सामान्य बेच्ने पनि पोलिसी हाम्रो पनि त्यही पोलिसी होइन स्टोरवालाको पोलिसी हो त्यो हाम्रो पोलिसी होइन थर्ड पार्टी भनेको त्यो एक्सिडेन्टल हो के एक्सिडेन्टलको थर्ड पार्टी हो होइन कहिलेकाहीँ त्यसले अघि मैले भनेको चिज कभर नगरे त्यो कारणले एक्सिडेन्टल इन्सुरेन्स हो थर्ड पार्टी इन्सुरेन्स भनेको हामीले थर्ड पार्टी गर्छौँ होइन हामीले काम गर्दा कोही अरू बाहिर गाउँले मान्छे आएर एक्सिडेन्ट भयो भने त्यसको कम्पेन्सेसनको कुरा हो होइन अब यी सबै चिजलाई हामीले हेर्दाखेरि चाहिँ के हुन्छ भने हाम्रो पोलिसी अब तपाईँलाई सामान लिएर आउनु पऱ्यो अब ट्रान्जिट इन्सुरेन्स गर्छौँ त्यो ट्रान्जिटको कार्गोले गर्नेवाला पोलिसी हो अब त्यसैले गर्दाखेरि एउटा होलिस्टिक पोलिसी भएन हाइड्रो पावरको होलिस्टिक पोलिसी भएको भए यी सबै के क्लेम हुन्छ के एक्टिभिटी हुन्छ र त्यसको एमाउन्ट के हुन्छ भनेर पहिला हामीले शीर्षक छुट्याइदिने अनि हामीले इन्सुरेन्स गर्दा प्रोजेक्टको साइज अनुसार उसले बजेट राखेर इन्सुरेन्स गर्छ है त्यो गरिदिने भए त सबैको कभर हुन्छ नि यो कभर भयो यो कभर भएन भन्ने भने त्यस्तो हाइड्रो पावर इन्सुरेन्स पोलिसी पनि आवश्यक छ भनेर मैले चाहिँ विगत लामो समयदेखि समस्या के हुन्छ सर प्रिन्सिपलले त्यो प्रोजेक्ट चाहिँ त्यो एग्रिमेन्ट गर्दैमा ह्यान्डओभर नभएछ तल जिम्मा भनेर दिएको हुन्छ उसकै जिम्मामा दिएको हुन्छ ल्याबिलिटी मात्रै
होला तर जिम्मा त उसलाई होइन त्यो त दिएको हुन्छ। उसलाई काम गर्ने मात्रै जिम्मा हो नि त दिएको हुन्छ होइन, होइन। जस्तै मटेरियलसम्म त त्यही मटेरियल त अब तपाईँलाई के त्यही त भने अब इआरको पोलिसी एउटा हुन्छ इरिक्सनको, स्टोरको पोलिसी अर्को हुन्छ क्या। अब त्यो जसले इरिक्सन गरेको उसको स्टोर त हुँदैन नि, सामान्य स्टोरेज स्टोर त कम अर्को इरेक्सन हुन्छ। पनि हुन्छ त्यो हो। त्यो पोलिसीहरू फरक फरक हुन्छ। त्यसले गर्दाखेरि के हुन्छ भने हामीले उसलाई सामान किनेर ल्याएर त्यो चाहिँ फेरि कहिलेकाहीँ यो इन्सुरेन्सको पनि समस्या हो। जस्तो हामीले त्यो मरिन कम इरेक्सनसम्म पनि एउटै कम्बाइन्ड पोलिसी हुन्छ, त्यो जहाँबाट लिएर आउने हो लिएर आएर त्यो इरेक्सन गरेर पनि त्यसको टेस्टिङ कमिसनसम्मको काम गर्ने गरी एउटै पोलिसी हुन्छ। त्यो अवेरनेस नभए पनि हुनसक्छ। अर्को अब कस्टिङको पनि कुरा आउँछ, त्यो महँगो पर्छ नि त, महँगो होइन कस्टिङको कुरा आउला, महँगो पर्छ नि त। सरले के भन्छ हामीलाई तत्काल सस्तो पर्नु परेको छ। हो। कहिलेकाहीँ हामी टुक्रा टुक्रा पारेर इन्सुरेन्स गर्छौँ। नियत चाहिँ खराब होइन, तर काम गर्ने प्राविधिक त्रुटिले पनि होइन होइन, त्यसलाई यसो गरेको हुन्थ्यो नि त। तपाईँलाई के हुन्छ भने एउटा कभरमा गर्ने, तर त्यसको चाहिँ के हुन्छ भने स्टार्टिङ डेट अलग अलग राखेर गरेर पाउने हुनु पर्थ्यो नि त। इन्सुरेन्स सम एमाउन्ट हुन्छ सुरुमा, सबै मरिन गरेँ भने मैले प्रिमियम त्यही लाग्छ फेरि त्यो सम एमाउन्टबाट लाग्छ। लाग्छ। तर त्यसको स्टार्टिङ डेट जस्तै सिभिलको पहिला, इएमको, एचएमको होइन, अथवा स्टोरको यो टाइम र टाइम बााउन्ड राखेर गर्ने भए त्यो अनुसारको प्रिमियम शुल्क भएको भए मान्छेले मरिन लिन्थ्यो। त्यसैले होलिस्टिक पोलिसी नभएर मरिन नलिएको भने क्या। होलिस्टिक भएको भए फेरि यसलाई यसको टाइमिङ राखेर सम एमाउन्ट यति हो, तर यसको सुरु भएको छ, यसको सुरु भएको छैन, यसको सुरु भयो फर्दर यसको सुरु हुन्छ। अब अर्को एउटा त्यो समस्या त्यो गरिदिएको भएदेखि चाहिँ के हुन्थ्यो भनेदेखि हामीलाई चाहिँ सुरु र इन्डिङ हामीले फिक्स गर्न मिल्ने गरी गरेर त हामीले होलिस्टिकमा सबै कुरा कभर हुन्थ्यो होइन। त्यसैले यो होलिस्टिक इन्सुरेन्स पोलिसी नभएर एउटा डिबेट भएको चिज हो मलाई लाग्छ। त्यसैले गर्दाखेरि यसमा के गर्नु पऱ्यो भने सरकारले अथवा बिमा प्राधिकरणले हाइड्रो पावर इन्सुरेन्स पोलिसी नै अलग्गै लिएर आउनु पऱ्यो एउटा। अर्को कुरो चाहिँ के भने इन्सुरेन्स छ को यो कार्टेलिङ छ, यसलाई बन्द गर्नु पऱ्यो। यो तरिकाले तपाईँलाई हुँदैन। दोस्रो, यसले इन्सुरेन्स महँगो भयो हाइड्रो पावरको र क्लेम पाइएन। क्लेम पाउनको निम्ति यो अघि भनेको डिडक्टिबल घटाउनु पऱ्यो जुन छ त्यो त रिइन्सुरेन्ससँग फेरि जोडिने त्यो 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 घटाउनु पऱ्यो। त्यो रिइन्सुरेन्स नेपाल अघि भने नेपालको रिइन्सुरेन्सलाई आफ्नो मार्केट सेप गरेर दिएको कारणले उताबाट हामीले बाहिर बेच्दाखेरि रिइन्सुरेन्समा महँगो पर्यो हो नि त। यसलाई कमनली सबै बेच्न पाएको भए तेस्रो बजार बढाउनु पऱ्यो। अर्को एउटा समस्या जस्तो हाम्रो चाहिँ एउटा वर्क स्ट्यान्डर्ड वर्क सेड्युल हुन्छ सरहरूको, तर त्यो वर्क सेड्युल त कुनै पनि प्रोजेक्ट नेपालमा फलो हुँदैन होला। सरको जुन फिजिकल प्रोग्रेसको एभिडेन्सहरू चाहिँ हामी कति टाइममा राख्छौँ सर? जस्तो आज काम भयो, भोलि काम भयो, किन काम अब भइरहेको यस्तो हुन्छ तपाईँलाई कन्ट्र्याक्टर र क्लाइन्टको बिचको एउटा टाइमली रिपोर्टिङ जस्तै 7 डेज 15 डेजमा भयो भने त्यो डेजमा आउने भयो टाइमली रिपोर्टिङ। अब त्यो चाहिँ हामीले आफ्नो कन्स्ट्रक्सन म्यानेजमेन्ट कसरी गरेका छौँ, कसरी रिपोर्टिङ टाइमली भइरहेछ भन्ने आधारमा निर्धारण हुन्छ। ठ्याक्कै डे टु डे रिपोर्टिङ त अलिक सम्भव पनि कम होला। यहाँ यो ठुलो लसमा चाहिँ कस्तो हुने भयो भने एभिडेन्स नै त्यो सबै वासआउट नै हुन्छ, कतिपय या पुरिरहेको हुन्छ होइन। त्यो बेलामा एभिडेन्सै रहँदैन कि। अनि लास्ट त्यो प्रोग्रेस चाहिँ कति थियो भनेर निकाल्नलाई अब त्यो वैज्ञानिक त्यो अघि भने त्यो चाहिँ हाम्रोमा पनि के भने हाम्रो कन्स्ट्रक्सन म्यानेजमेन्ट वेल नभएको कारणले गर्दाखेरि हामीहरूले त्यसलाई जुन भनौँ न अब एकदम रिपोर्टिङ स्मार्ट रिपोर्टिङ नभएको र त्यो हामीले चाहिँ फेरि के भने क्लाइन्टले अथवा कन्ट्र्याक्टरले इन्सुरेन्स कम्पनीमा पनि टाइमली रिपोर्टिङ नगरिदिएको हाम्रो कम्युनिकेसन ग्याप। अघि मैले भने यो सबै कुरा भनेको चाहिँ हामीले एउटा इन्सुरेन्स कन्सल्ट्यान्ट राख्ने हो भने चाहिँ धेरै कुराको समस्याको समाधान हुन्थ्यो टाइमली रिपोर्टिङदेखि यी सबै चिजहरूमा होइन। तर त्यसमा हाम्रो कमजोरी एउटा हामीले इन्सुरेन्स कन्सल्ट्यान्ट पनि यो प्र्याक्टिस नभएर पनि हो। प्र्याक्टिस त्यो हुने भने कतिपय डिस्प्युटहरू चाहिँ समाधान हुन्छन्, सानातिना होइन प्राविधिक त्रुटिहरू कमजोरीहरू भएका होइन समाधान हुन्छन् होइन। भाषा पनि कन्सल्ट्यान्टले बुझ्छ, हामीले अलिक कम बुझ्छौँ। अब अर्को कुरो चाहिँ के भने नीतिगतै समस्या छ नि त। नीतिगत समस्या त फेरि एउटा कन्सल्टेन्ट राखेर सल्भ हुँदैन नि। सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एकीकरण भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सलिको भएका छौँ। सलिको विश्वासको सम्बन्ध, एकताको प्रतीक। तर यसमा एउटा चाहिँ कस्तो आउँछ भने त्यो सर्वेयरहरू त्यहाँ पुग्न घटना भएको 15-20 दिन 1 महिना लाग्छ। त्यो बिचमा अब ठ्याक्कै सर्वेयरले पत्ता खोज्ने भनेको त्यही खण्डहर देख्ने हो। त्यो खण्डहरको आधारमा उसले त सरले प्रमाण पेस गरेको प्रमाणकै आधारमा एसेसमेन्ट गर्ने भयो। कहिलेकाहीँ चाहिँ त्यो किन हामीले त एउटा इभेन्टलाई मात्रै एउटा केस मान्छौँ नि त। सरको माइनर फ्रिक्वेन्ट केसहरू भइराखेको हुन्छ। अनि सरले पछि क्लेम गर्दाखेरि सबै कम्बाइनले आउने पनि एउटा समस्या देखिएको छ। होइन
त्यो हो त त्यो यस्तो छ कि अब समस्या के छ भने सर्वेहरू काठमाडौँमा छ विराटनगरमा छ होइन भुटवलमा अथवा इटरीमा सहरमा मात्रै छ सहरमा छ प्रोजेक्ट चाहिँ 2 दिन लागेर 3 दिन लागेर जाने भित्र सर्वे कस्ट क्लाइन्टले तिर्नुपर्छ अब एक्सेस र डिडक्टिबल कुरा मैले गरिहालेँ होइन अब त्यो पछि पैसै पाइन्छ कि पाइँदैन सानोमा क्लेमै नगरे पछि ठुलो इभेन्ट भएपछि अनि सबैलाई होलिस्टिक बनाएर क्लेम गर्ने भयो नि त त्यसले गर्दाखेरि बरु यसलाई के छ भने इन्डिपेन्डेन्टली तपाईँलाई प्रोजेक्ट बेजहरूले एज ए ऊ पनि इन्जिनियर हो कोही एउटा मान्छेलाई तपाईँलाई त्यही काम गरे मान्छेलाई टाइमली रिपोर्टिङ गर्ने गरी हामीले व्यवस्था गर्न सक्यौँ भने होइन यता हामी चाहिँ इन्सुरेन्ससँग त्यो गऱ्यौँ भने चाहिँ हामीलाई किन इन्सुरेन्सले पनि त्यो कुराहरूलाई जस्तै फर्स्ट के जस्तै सर्वेयर पुग्नुभन्दा अगाडि इभेन्ट तुरुन्तै भइसके पछाडि कुनै एकजना एज अ प्रोजेक्ट म्यानेजरले गरेको रिपोर्टिङलाई एउटा बेस मान्ने भन्ने भएको व्यवस्था भएको भए त हुन्थ्यो होला नि त आज त टेक्नोलोजीको जमाना छ कम्तीमा भिडियो मात्रै त्यही राख्दै भन्यो भने धेरै हदसम्म है त्यो त्यही त भने त पहिल्यै सुरुमै सबभन्दा पहिला के भने हाइड्रो पावर इन्सुरेन्समा अवेरनेस नभएको कुरा पहिलो हो त्यो अवेरनेस गर्नुपर्ने कुरा एज अ हामी डेभलपर एज अ हामी हाइड्रो पावर एसोसिएसनको नेता एज अ इपान यसको उद्देश्य यसले पनि गर्नु पर्थ्यो अथवा सरकार बिमा प्राधिकरण उसले खर्च त गरिरहेको हुन्छ हेर्नुहोस् हामीले इन्सुरेन्स अवेरनेस भनेर कहाँ के खर्च गर्छ रियल ठाउँमा खर्च भएको छैन भन्ने कुरा चाहिँ हामी यसको चाहिँ प्रपर होइन एज अ हाइड्रो पावर डेभलपरलाई पनि यो म्यासेज नपुगेको कुरा एज अ हाइड्रो पावरको प्रोजेक्ट म्यानेजर भनेको त इन्जिनियरिङ गरेको मान्छे इन्जिनियर हुन्छ नि त्यो पनि 2-3 वर्ष 2-4 वर्ष काम गरिसकेको इन्जिनियर त्यहाँसम्म हाम्रो म्यासेज पुग्न सकेको छैन भन्ने हो नि त अवेरनेसै पुगेन अवेरनेस पुगेको भए ठिक छ इभेन्ट हुनसाथ भिडियो खिचेर पठाउने ल जसैले भिडियो खिच्यो भने त ल प्रोजेक्ट म्यानेजरमा पठाउने प्रोजेक्ट म्यानेजरले भिडियो यसमा यति थियो भनेर पठाइदिने पनि त हामीले एउटा व्यवस्था गर्न सक्यौँ त्यो सबै कुरामा हाम्रो अवेरनेस कम्युनिकेसनको अभाव भएको हो नि अब एउटा अर्को थ्रेड चाहिँ यो क्लाइमेट चेन्जको थ्रेड चाहिँ कतिको छ सरकारलाई अघि भने मैले भने जुन हामीहरू हरेक वर्ष गएको 2-3 वर्षमा अलिक बढी बाढीका घटनाहरू हामीले देखिरहेछौँ अहिले यो क्लाउड ब्रस्ट टाइपको एकै ठाउँमा होइन अब एकै ठाउँमा छोटो पिरियडमा ठुलो भारी वर्षा आउने हामीहरूले देखि नै रहेछौँ अब यसलाई यो जलवायु परिवर्तनको असर भनेर मान्छेहरूले भनिरहेछन् अब यो जलवायु परिवर्तनको असर नै भनेर मान्ने हो भने अब यसको चाहिँ व्यापक छ किनभने अघि भने मैले भिर पहाडमा प्रोजेक्ट बनाउनुपर्छ पानी त्यही एरियामा कन्सन्ट्रेट भएर आयो भने अन्डर कन्स्ट्रक्सनको बेला ठुलो क्षति हुने स्थिति छ र एउटा मैले सरले जोड्न खोजेको चाहिँ किन थियो भने जस्तो इन्सुरेन्स कम्पनीहरूले चाहिँ के भन्छ भने सर्टेन एउटा खोला छ भने त्यो खोलामा यतिवटा मात्रै प्रोजेक्ट इन्सुरेन्स कम्पनीले लिने त्यो जियोग्राफिकल पोर्टफोलियो पनि मिलाउनु पऱ्यो नभए एउटा खोलामा आउँदाखेरि पुरै वास आउट हुन्छ कतिवटा हाइड्रो एउटा डेभलपरले एउटा हाइड्रो व्यवसायले चाहिँ एउटा खोलामा यतिवटा मात्रै हाइड्रो लिने पाउने त्यस्तो कुनै कानुन छ छैन नभए एउटा हाइड्रोमा एउटा खोलामा 10वटा हाइड्रो होला 10वटै वास आउट भयो भने त सडकमा पुग्यो त्यो पोर्टफोलियो सबै मिलाउँछ ब्याङ्कहरूले पनि के गरेको छ भने एउटा कोरिडोरमा एउटा क्यासको कोरिडोरभित्र चाहिँ एउटा भन्दा प्रोजेक्ट खासै लोन गर्न पनि उनीहरू पनि इन्ट्रेस्टेड छैनन् भोलि कुनै प्रब्लम आयो भने सबैमा नआओस् भनेर रिस्कलाई उनीहरूले डाइभर्सिफाई गरेको जस्तो देखिन्छ कि एकैचोटि सबै खोलामा बाढी आउँदैन भन्ने अब यसमा डेभलपरहरूले चाहिँ त्यो गरेको देखिँदैन किनभने हामीले चाहिँ जहाँ काम गरिरहेछौँ त्यहाँ अर्को प्रोजेक्ट गर्न सजिलो हुने भयो तर रिस्क फ्याक्टरको हिसाबले हामीलाई इम्प्लिमेन्टेसनमा सजिलो भएको हुनाले हामी चाहिँ त्यहाँ बढी आकर्षित भएको देखिन्छ किनभने अब नयाँ ठाउँमा गएर त्यहाँ सब सेट भइसक्यो भनौँ न मोबिलाइजमा त्यहाँ जान्छ त्यहाँ कन्टिन्यू मोबिलाइज सजिलो हुने भयो हामीलाई त्यसले हामीले चाहिँ त्यो कन्स्ट्रक्सन पर्सपेक्टिभबाट हेर्छौँ तर अब जुन छ इन्भेस्टमेन्ट गर्दा भोलि चाहिँ कुनै डिजास्टर भयो भने त्यो इन्भेस्टमेन्टकोलाई हामीले डाइभर्सिफाई गरेर अलग अलग कोरिडोरमा भयो भने डाइभर्सिफाई गर्न पाए अलिक बेस्ट हुन्थ्यो अब त्यो पनि हाम्रो काम कम अवेरनेस भयो होला अवेरनेस नपुगेको होला अब हामी एकपल्ट इपानकोतिर पनि कुरा गरौँ सर अहिले चाहिँ बहालवाला उपमहासचिव हुनुहुन्छ र सम्भवतः नेतृत्वको लागि तयारी गर्दै हुनुहुन्छ खास के योजनाले चाहिँ सर त्यसो गर्दै अनि यस्तो छ म इपानमा 2 कार्यकाल बसेँ एक कार्यकाल कार्यसमितिको सदस्य र एक कार्यकाल उपमहासचिव म कार्यसमितिको सदस्य हुँदाखेरि चाहिँ मैले इपानलाई सङ्घीय प्रणालीमा लानुपर्छ प्रदेश कमिटीहरू बनाउनुपर्छ र यिनीहरूलाई एक्टिभ बनाउनुपर्छ भनेर प्रदेश कमिटीहरू पनि बनाएँ विभिन्न प्रदेशमा त्यहाँ ऊर्जाको उत्पादन सम्भावना समस्याहरूको बारेमा प्रदेशको सरकार होइन र अब प्रदेशका माननीय अनि सकेसम्म गाउँपालिकाका प्रमुख उपप्रमुखहरूलाई भेला बोलाएर 2 दिन 3 दिनको एउटा कार्यशाला गोष्ठी पनि गरेँ जस्तै बेसिकली 4वटा प्रदेशमा मैले गरेर भएँ आफ्नो कार्यकालमा होइन
त्यो कमिटी बनाएर कमिटी थिएन। जब म उपमहासचिव भएर आएँ त्यो जिम्मेवारी मेरो रहेन, अरूले साथीले जिम्मा लिनुभयो, तर त्यो एक्टिभ अगाडि बढेन। अनि म उपमहासचिव भएर आइसकेपछि बेसिकल्ली त्यस्तो परिभाषित जिम्मेवारी त थियो, तर मेरो इन्ट्रेस्टमा अलिक बढी मैले पोलिसीमा उपमहासचिवका महासचिवलाई सहयोग गर्ने मात्रै हुन्छ होइन। अनि तर पनि मैले अलिक बढी पोलिसीमा गर्दाखेरि मैले यो बेसिकल्ली तपाईँलाई विद्युत ऐनको बारेमा अलिक बढी नै व्यापक लबिङ गरेँ। विद्युत ऐनका हकमा करिब मैले संसदीय समितिमा 3-4वटा प्रेजेन्टेसन गरेँ होला, विभिन्न ठाउँमा गर्दा 20वटा जति त 20-25वटा प्रेजेन्टेसन गरेँ हाइड्रोसँग ऊर्जासँग विद्युत ऐन विद्युत ऐनकै बारेमा होइन। ऐनमा सबभन्दा व्यापक लबिङ गरेँ मैले ऐनमा। त्यहाँबाट अर्को चाहिँ अस्ति आएको टेक एन्ड पेलाई बुझाउने सन्दर्भमा पनि मैले टेक एन्ड पेको पत्रकारहरूलाई बोल्दा बुझ्न टेक एन्ड पे के हो, केले कस्तो असर गर्छ, यसकोमा किन फाइनेन्सिङ या वो चिज मैले त्यो टेक एन्ड पेको त्यो इस्युलाई पनि तुरुन्तै मैले प्रेजेन्टेसन बनाएर बुझाएँ होइन पोलिसीमा। अनि तपाईँलाई यो जुन छ संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्जभित्र भएको आयोजनाहरू, यो कन्जर्भेसन र इन्भाइरोमेन्टलाई पनि मैले बुझाउने। अझै यसलाई हामीले नेट जिरो अनि ग्लोबल एनर्जीसँग जोडेर अब साउथ एसियामा एनर्जी ट्रेड त्यसको रिक्वायरमेन्टसँग जोडेर यसलाई गर्दाखेरि यो इन्भाइरोमेन्ट फ्रेन्डली हो, यो ग्रिन हो र यसले चाहिँ इन्भाइरोमेन्ट लस गर्दैन भनेर हामीले चाहिँ यो राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रसँग पनि मैले त्यसमा पनि पोलिसीमा लबिङ गरेँ, काम गरेँ। बेसिकल्ली पोलिसीमा मैले पछिल्लो समय काम गरेँ। मैले चाहिँ तपाईँलाई अघिल्लो कार्यकालमा प्रदेश तहको कमिटी बनाएर त्यहाँ र अहिले चाहिँ पोलिसी। अनि मैले चाहिँ के भने यो हाइड्रो पावरबाट देशको आर्थिक समृद्धि हुन्छ भनेर सयौं प्रेजेन्टेसन गरेँ होला मैले होइन। मैले 4 वर्ष 5 वर्ष अगाडि गरेको प्रेजेन्टेसन जुन थियो, मैले 10 वर्षमा हामीहरूले चाहिँ 25,000 मेगावाट बिजुली बनायौँ भने हामी कति एनर्जी एक्सपोर्ट गर्छौँ, कत्रो रोजगारी सिर्जना हुन्छ, सरकारलाई रोयल्टी कति प्राप्त हुन्छ भन्ने नै मैले व्यापक लबिङ गरेको थिएँ। पछि सरकारले 28,500 को बनायो, ल्याउँदा 35-36 मेगावाट इन्स्टल क्यापासिटी थियो। ठ्याक्कै मेरो मैले गइरहेको म्याच थियो क्या, मैले अलमोस्ट म्याच छ, एमाउन्ट पनि म्याच छ। त्यहाँ ट्रान्समिसन लाइन र डिस्ट्रिब्युसनको चाहिँ मैले प्रेजेन्ट गरेको थिएँ, जेनेरेसन मात्रै गरेको थिएँ। सरकारले ट्रान्समिसन डिस्ट्रिब्युसन र क्रस बोर्डरको ट्रान्समिसन लाइनको कस्टहरू थपेको छ। त्यो भन्दा अलमोस्ट सरकारलाई विद्युतबाट ऊर्जाबाट समृद्धि भन्ने विषय बुझाउनेमा मैले काम गरेँ दुईटाका। अब चाहिँ के छ त भन्दाखेरि हामी अब अहिले लामो व्यापक छलफल गऱ्यौँ इपानमा आइसकेपछि। अब हाम्रो डेलिगेसन भेटघाट लबिङ, तर हाम्रो लबिङ चाहिँ के भयो भने अलिक फितलो भयो जस्तो मलाई लागिरहेको छ। हामीले भेटेको चाहिँ छौँ, जस्तै इपानलाई अहिले सबैले चिन्छ क्या, इपान भनेपछि होइन, इपान देखिने भयो, भिजिबल भयो, तर म यसलाई इपान सुनिने भएन भन्छु। देखिने हुने र सुन्ने हुनु फरक छ। त्यसै यसलाई सुनिने बनाउने र यसमा अलिकति इपानको सचिवालयलाई पनि अलिक व्यवस्थित बनाउने, अलिक एक्सपर्टहरू राख्ने, अलिक डिफेन्ड गर्न सक्ने मान्छेहरू राख्ने, अझै नीतिगत लबिङहरू गर्ने मान्छे राखेर र हामी आफूलाई पनि त्यसको नेतालाई पनि अलिक नीतिगत कुराहरूमा अलिक मोर क्लियर बनाउनुपर्छ र मूल क्लियर हुनुपर्छ। लबिङ गर्ने मान्छे नै क्लियर हुनुपर्छ, किनभने गभर्मेन्टको 20औं वर्ष 25औं वर्ष काम गरेका ब्युरोक्रेसीको मान्छेहरूसँग अथवा गभर्मेन्टले एपोइन्ट गरेका चाहिँ एक्सपर्टहरूसँग चाहिँ डिफेन्ड गर्नुपर्छ। निकै गाह्रो छ होइन। अब सरकारले त विधेयकहरू बनाउँदा विधेयकको प्रेजेन्टेसन संसदीय समितिमा 9 जना एक्सपर्टहरू राखेको थियो, त्यहाँ मैले डिफेन्ड गरेको छु एक्लै होइन, एक्सपर्टहरू। अब सरकारका सचिव सहसचिव छँदैछन्, त्यो बाहेक होइन, त्यस्तो मान्छेहरूसँग चाहिँ डिफेन्ड गर्नुपर्छ। अब कहिले इन्सुरेन्समा डिफेन्ड गर्नुपर्छ, इन्सुरेन्समा त हामी लबिङ गरेर आएको होइन, यावत चिजहरू हुन्छ। त्यसले गर्दा अलिअलि सेक्टरल एक्सपर्ट हामीले पनि राखेर चाहिँ अलिकति पूर्व तयारी गर्नुपर्छ, कुनै पनि इस्यु पढ्नुपर्छ र त्यो नेताले त्यो विषयको जानकार हुनुपर्छ भन्ने मेरो कुरा छ। दोस्रो तेस्रो कुरा चाहिँ इपानको संस्थागत सुधार। जस्तै हामीले एउटा गल्ती के गर्यौँ भने इपानको कार्य समितिको सदस्य भएर पदाधिकारी हुन पाउने, पदाधिकारी भएपछि वरिष्ठ उपाध्यक्ष हुने, वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने। हाम्रो कार्यकाल के हुन्छ भने 3 वर्षको कार्यकाल हुन्छ भनेपछि 12 वर्षमा मात्रै इपानको अध्यक्ष हुने मान्छे होइन। एउटा राम्रो सक्षम मान्छे चाहिँ छ भने उसले इपानको अध्यक्षमा 12 वर्ष कुर्नुपर्ने भयो। अनि 12 वर्ष कुर्दैन कि, मेम्बर भएर अनि
पदाधिकारी भएर अनि तपाईँको 12 वर्ष कुरेर त्यो बल्ल कुरेर अध्यक्ष हुने प्यासन मान्छेसँग रहने छैन, थियो किन अहिले त्यस्तो देखियो नि त माहौल अँ, त्यसले गर्दाखेरि हामीले के गर्यौँ मैले के भनेको छु भने होइन यसलाई खोलिदिउँ जस्तै एक कार्यकाल इपानको कार्यसमितिमा काम गरेको मान्छे अध्यक्षको लागि उठ्न इलिजिबल हुने उठिहाल्छ भन्ने छैन कोही क्षमता उठेर छ भने, भने छोडिदिउँ त होइन उठोस् यो स्वत भन्ने प्रोभिजन हटाइदिउँ होइन स्वत भनेको डेमोक्रेटिक भएन के उसले भोलिको अध्यक्ष भनेर आजै एक्सर्साइज गर्छ के होइन संस्था डेमोक्रेटिक भएन त्यसैले संस्थालाई डेमोक्रेटिक बनाऊ इन्ट्री सजिलो बनाइदिउँ इन्ट्री अप्ठ्यारो नबनाऊ एक्जिट पनि सजिलो बनाऊ निर्वाचन हुन्छ हार त जान्छ त सकिहाल्यो छोड्नै नहुने किन होइन छोड्नै नहुने के बसिरहनु पर्ने होइन त्यसको लागि चाहिँ सरको उम्मेदवारी भनेर यो कुराका मैले त्यही भएर मैले के भनेको छु नि यो चाहिँ हटाउनु पर्यो अब अहिले हाम्रोमा होइन यो पुरानै प्रणाली अनुसार निर्वाचनमा जाने कि नयाँ अनुसार जाने भन्नेमा डिभाइड छ हाम्रो 21औं वार्षिक साधारण सभा पनि यो बहस भएको थियो असन्तुष्टि भएर वार्षिक साधारण सभाले नै एउटा चाहिँ विधि विधान पुनर्लेखन तथा संशोधनको एउटा मस्यौदा समिति हाम्रो सल्लाहकार भानु पोखरेलको समितिमा बनाएको थियो 5 जना रको त्यसमा एकजना लयरलाई राखेको थियो साधारण सभाले अनि त्यो साधारण सभाले 2 जना अध्यक्षलाई एक्सपर्ट राख्ने अधिकार दिएको थियो एक्सपर्ट राख्न र एकजना इपान कार्यसमितिले पठाउने भनेको थियो त्यो लामो डिस्कसन गरेर धेरै छलफलपछि त्यसले चाहिँ हामीलाई एउटा प्रतिवेदन दियो त्यो प्रतिवेदन इपानको प्रतिवेदन पनि दियो र मस्यौदा विधान संशोधन पनि दियो मस्यौदा विधान संशोधन पनि इपानको 23औं वार्षिक साधारण सभाले पास गर्यो प्रतिवेदनले चाहिँ के भन्यो भने अब हामी इपान एक्लै हामी त बेसिकली उत्पादकको संस्था हो उत्पादक मात्रै हो संस्था अब इपानमा सीमित गर्नु भएन ऊर्जा उत्पादकको यसलाई चाहिँ अब हामीले फरक गर्नको निम्ति यसलाई प्रोभिन्स वाइज पनि लैजाउँ र अब यसमा चाहिँ के छ भने हाइड्रो पावर मात्रै भन्दा अहिले हाइड्रो पावर डोमिनेट भयो अब यसलाई के गरौँ भने सोलरको छुट्टै बनाऊ अब यो ट्रान्समिसन लाइन सरकारले बनाउन दिँदैछ त्यो ट्रान्समिसन लाइन बनाउनेको छुट्टै बनाऊ होइन अब बिजुली व्यापार गर्ने 5-7वटा कम्पनी खुलेका छन् तिनको छुट्टै बनाऊ विद्युत व्यापार गर्ने कम्पनीको होइन त्यसले उत्पादन प्रसारण व्यापार हाइड्रो पावर सोलर हाइड्रोजन सबैलाई अनि हाम्रो चाहिँ यो के भन्छ यो तपाईँको चाहिँ बायोमास यसलाई अलग अलग एसोसिएसन बनाएर यसलाई एउटा महासङ्घमा लैजाउँ महासङ्घमा लयो भने यो सब अलिक ठुलो भोइस हुन्छ अलिक सुनिने पनि हुन्छ होइन भनेर हामीले एउटा पास चाहिँ गऱ्यौँ फेरि यो अहिलेको कार्यसमितिले त्यो पास चाहिँ गऱ्यो त्यो कार्यान्वयनमा लगेन अनि मैले के भनेको छु भने म चाहिँ यो प्रोभिजन छ जुन यो वरिष्ठ उपाध्यक्ष नै पुरानै विधानअनुसार वरिष्ठ यो नयाँ विधान कार्यान्वयन नगर्ने मनस्थिति देखायो यो कार्यसमितिले भने पास गरेको विधान चाहिँ विधान पास भयो भनेर लेखाएको छ अब त्यही अनुसार हामीले साधारण सभाबाट निर्णय पनि गऱ्यौँ सिडिओ कार्यालयबाट पनि लिएर आयौँ अब विधानको ड्राफ्टै छैन भनिरहेको छैन ड्राफ्ट हरायो अब ड्राफ्ट दिएँ भनेर चिठी बुझाएछ अब यतापट्टि ड्राफ्ट भेटिरहेको छैन अनि त्यसमा डिबेट भइरहेको छ होइन अनि पुरानैमा गर्ने भनेर तयारी गर्दैछन् पुरानैमा गर्ने कि नयाँ गर्ने भन्ने अहिले टुङ्गो भएको छैन यो एउटा टुङ्गो लाग्ला अब पुरानैमा गर्ने भयो भने चाहिँ मैले के भनेको छु भने म वरिष्ठ उपाध्यक्षको उम्मेदवारी उठ्छु यो वरिष्ठलाई स्वत भन्ने प्रोभिजन हटाउँछु 23औं साधारण सभाको निर्णय कार्यान्वयन गराउँछु र म स्वत हट्छु भन्दैछ किनभने यो पद लोलुपताका कारणले यो भा हो स्वत हुनु पर्यो भन्ने मान्छेका कारणले यो भा हो यो स्वत भन्ने चिजै हटाइदिएपछि सकिहाल्यो यो सकिन्छ भनेर मैले चाहिँ घोषणा गरेको छु अब मैले कोही साथीभाइहरूले यदि यो एजेन्डा 23औं वार्षिक साधारण सभाले गरेको निर्णयको लागि अक्षरशः पालना गर्छु भनेर पब्लिक कमिटमेन्ट गर्नुहुन्छ भने म उहाँलाई छोडिदिन्छु म उहाँलाई सहयोग गर्छु किन म चाहिँ संस्थाको सुधारको लागि हो व्यक्तिगत पद प्राप्तिको लागि होइन एउटा सरलाई म अन्तिम एउटा प्रश्न चाहिँ नेपालमा अहिले इकोनोमिकली भाइबल चाहिँ 42,000 मेगावाट चान्चुर कति छ भनेको छ तर हाम्रो पूर्वाधार हाम्रो जियोग्राफिकल स्ट्रक्चरले त्यो कन्स्ट्रक्सन ठेक्छ कि ठेक्दैन होइन कहाँ त्यो त हुनु अहिले तपाईँलाई हाम्रोमा कति छ भने नि 83,000 त हामी पढेको होइन अहिले हाम्रोमा नेपाल सरकारको यो के भन्छ यो जल तथा शक्ति आयोगले गरेको अध्ययनले 1,20,000 मेगावाट विद्युत उत्पादन हुन्छ इकोनोमिकल्ली नै भाइबल भनेको छ त्यसमा चाहिँ टेक्निकल्ली त्यति देखिन्छ अब इकोनोमिकल र फाइनेन्सियल्ली चाहिँ
70-72 हजार मेगावाट भन्ने गरेको छ। सोलर चाहिँ करिब 50,000 मेगावाट भन्ने छ। त्यो बेलासम्ममा जस्तै 83,000 मेगावाट चाहिँ आरआर प्रोजेक्टको जस्तो थियो। पछि स्टोरेज प्रोजेक्ट र पिआरआरले त्यो क्यापेसिटी बढायो एउटा। अब अहिले चाहिँ फेरि त्यो स्टडीभन्दा पछाडि के भयो भने नेपालमा अर्को नेपाल संसारभरि के भयो भने पम्प स्टोरेजको पनि सम्भावना बढ्यो। त्यसैले पम्प स्टोरेजको हामीले एक्सप्लोरै गराएको छैन होइन। भनेपछि हाम्रो क्यापासिटी कति हो भने अब पम्प स्टोरेजको साइट तर मैले खालि सोध्न खोजेको चाहिँ हाम्रो जुन भूगोल छ होइन त्यो कन्स्ट्रक्सन ठिकै ठेक्दैन होइन। अब अहिले के छ भने इकोनोमिकल्ली भाइबलको कुराको जुन गर्नुभयो अघि, अब इकोनोमिकल्ली भाइबल भएरै होला अहिले करिब 60-61 हजार मेगावाटका आयोजनाहरूको स्टडी भइरहेछ। 41-42 हजार मेगावाट त प्राइभेटले गरिरहेछ प्राइभेटले होइन, अनि बाँकी गभर्मेन्टले गरिरहेछ। जस्तै के छ भन्नुहुन्छ भने अहिले 4200 मेगावाट हाम्रो इन्स्टल क्यापासिटी छ, 57-58 मेगावाट अन्डर कन्स्ट्रक्सन छन्, 2200 मेगावाट पिपिए भएर फाइनेन्सियल क्लोजरको प्रोसेसमा छ होइन, 16,000 मेगावाट पिपिएको वेटिङमा छन्, 16,000 मेगावाट। सर्वेक्षण अनुमति पत्र 12-13 हजारले पाएको छ, 5-6 हजार अनुमति पत्रको एप्लिकेसनमा छन्। यो प्राइभेटको। सरकारले करिब सरकारसँग 2 बास्केटमा रहेका आयोजनाहरू मात्रै र सरकारले स्टडी गरेका 18-19 हजार मेगावाट छन्। अनि 3टा ठुला प्रोजेक्ट छन्, कर्णाली चिसा पनि 10,300 अनि हाम्रो चाहिँ तपाईँको पञ्चेश्वर सप्तकोशी उच्चमा, तिनीहरू 19,000 मेगावाट छ। छुट्टै फरक 3टा प्रोजेक्ट गरेर होइन। भनेपछि यी सबै प्रोजेक्टको स्टडी भइरहेछ होइन। अझै नयाँ प्रोजेक्ट पहिचान भइरहेछ भनेपछि त्यो हरिमान श्रेष्ठले उहिले त्यो बेला गरेको 83,000 मेगावाटको कुरा हो, त्यो भन्दा धेरै नै फरक भइसक्यो टेक्नोलोजीको कारणले। क्यापेसिटीहरू बढ्दै अब पहिला तपाईँलाई चाहिँ तामाकोशी 300 मेगावाट बनाउने भनेको 456 मेगावाट भयो। अब बुढी गण्डकी 600 मेगावाट भनेको 1200 मेगावाट भयो होइन। क्यापेसिटी बढिरहेको छ नि त। त्यसले गर्दाखेरि टेक्नोलोजीको कारणले परिवर्तन भइरहेको हुँदा यसलाई चाहिँ ठ्याक्कै क्यापेसिटीमा लक गर्न सकिन्न। अब थेक्छ कि थेक्दैन भनेर भन्नुभयो होइन। अब थेक्न चाहिँ के जस्तै के छ भने अब यो हाम्रो भूगोलले त्यो स्ट्रक्चर थेक्छ कि थेक्दैन भन्नेको भने अर्को प्रश्न त्यो चाहिँ अब म चाहिँ नन टेक्निकल भएकोले म त्यो टेक्निकल जवाफ दिन सक्दिनँ। तर हाम्रो जुन के अरे कन्स्ट्रक्सनको जुन अब त नजिक हुने भयो नि त होइन, त्यो चाहिँ अब त्यो टेक्निकल म नन टेक्निकल पर्सन भएकोले त्यो मैले त्यो एनालाइसिस नगरेको म त्यसको जवाफ दिएँ। तर नथेक्ने भए त नेपाल सरकारले अनुमति दिँदैन थियो होला भनौँ न। अब यसलाई हामीले त्यसरी हेरौँ, फाइनेन्सियल्ली फिजिबल भएरै प्रोजेक्टहरू अगाडि बढायो होला होइन, टेक्निकल्ली फिजिबल भएरै प्रोजेक्टहरू अगाडि बढायो, सरकारले एप्रुभल त्यसरी नै दिएको होला। त्यसैले गर्दाखेरि अब त्यो सबै कुराहरू चाहिँ फिजिबल छ। अब मार्केट र मार्केटसम्मको एक्सेसले चाहिँ कुन टाइममा फिजिबल छ भन्ने चाहिँ प्रश्न गर्न सकिएला होइन। अहिले नै फिजिबल छ कि अलिकति टाइम वेट गर्नु पर्यो, टेक्नोलोजीको एडभान्समेन्ट भएपछि होला फरक होला होइन। तर अब प्रोजेक्ट चाहिँ टेक्निकल्ली र फाइनेन्सियल्ली फिजिबल देखेर अगाडि बढिरहेको होला। जाँदा एउटा प्रश्न सरले 10,000को सम्म त पहिलो तलब र आज अर्बौँको व्यापार लिड गरिरहेको सरलाई त्यतिखेर देखेको पैसाको भ्यालु र आजको पैसाको भ्यालु एउटै छ कि फरक? होइन, म जब गर्दाखेरि अथवा सुरुमा मेरो जब अघि मैले भने एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर हुने र सुरुमै मोटरसाइकल पाएको, मोबाइलको बिल अफिसले तिर्दिने, अलिअलि खाजा खर्च पनि दिने, 12-13 हजार कति होइन 15,000 मन्थली स्यालेरी थियो। 15,000 मन्थली स्यालेरी जब सुरु गरेको मान्छे त्यतिखेर मलाई त्यही नै बढी भएको थियो। हेर्नुहोस्, म त राजनीति गरिरहेको मान्छे है। 81 ल्यापटप पनि पाइयो है, 65 सालमा हेर्नु न, 66 सालमा मोटरसाइकल पनि पाइयो, सब चिज पनि एकैचोटि सुरु भएको थियो। अब अहिले काम गरिरहेको छु होइन। अब इन्भेस्टमेन्ट रिक्वायरमेन्ट छ। अब अभाव त उस्तै छ, छैन पैसाको अभाव। मान्छेको के छ भने आवश्यकताहरू बदलिँदै जाँदा र अब लगानीको लागि आवश्यक हुँदै जाँदाखेरि त्यस्तो पैसाको भ्यालुमा चाहिँ मलाई लाग्छ त्यस्तो ठुलो परिवर्तन भयो जस्तो मलाई चाहिँ लाग्दैन। भ्यालु भनेको आफूले पैसालाई गर्ने जजमेन्टमा, त्यो फेरि त्यो मार्केट भ्यालुमा भने होइन, त्यस्तो जस्तो लाग्दैन होइन। अहिले चाहिँ एकदम सफिसियन्ट भएको, त्यतिखेर चाहिँ अभाव भएको, बरु त्यतिखेर चाहिँ सफिसियन्ट थियो कि त्यतिखेर त अब सुरुमा त है यही हो मजमस्ती भने थियो। अब अहिले चाहिँ त्यो अलिक बरु त्यस्तो हुँदैन। हामीलाई चाहिँ के छ भने अब पैसाको रिक्वायरमेन्ट एज इन्भेस्टर भइरहेको हुने हुनाले त्यस्तो पैसा सफिसियन्ट चाहिँ होइन। कहिलेकाहीँ त्यो इथिक्स र पैसा छान्नु पऱ्यो भने आज आउँदाखेरि होइन, मैले त कहिले पनि पैसा छान्दिनँ, म छान्दिनँ। म लङ टर्म बिजनेस पनि गर्छु भने होइन, एउटा पिरियडसम्म हो, एउटा आवश्यकता हो। मैले के भन्छु भने मान्छेले आफूलाई एउटा कुरामा लिमिटेड गर्न सक्नुपर्छ। बेसिकल्ली के भन्छु भने
पोलिटिक्स गर्ने मान्छेले आफ्नै आकाङ्क्षालाई लिमिटेड गर्नुपर्छ, नभए करप्सन हुन्छ। बिजनेस गर्ने मान्छेले पनि आफ्नो लिमिटेसनमा बस्नुपर्छ, नभए त्यहाँ पनि करप्सन हुन्छ। कर्मचारीले पनि आफ्नो लिमिटेसनमा बस्नुपर्छ, नभए त्यहाँ करप्सन हुन्छ। आफ्नो आकाङ्क्षालाई बाँध्न सक्नुपर्छ। आफ्नो आकाङ्क्षालाई बाँध्न सकियो भने चाहिँ के हुन्छ भने समाजमा इथिक्समा हुन्छ। त्यसैले गर्दाखेरि इथिक्स बेचेर पैसा कमाउने भन्ने चाहिँ मेरो त इथिक्स नै होइन, म त्यो गर्दिनँ होइन, मेरो त्यो हुँदै होइन। त्यसैले म बेसिकली मलाई मान्छेले देख्दा उद्यमी कम, अलिकति सोसियल एक्टिभिस्ट बढी, अलिक बढी एक्सपोजर हुने टाइपको मान्छेहरू देख्नुहुन्छ होइन। अनि अलिक विभिन्न हिसाबले जजमेन्ट गर्नुहुन्छ, कतिपय कडा स्वभावको भन्ने जजमेन्ट गर्नुहुन्छ। अब तर बजारमा अधिकांश कडा स्वभाव देखिने मान्छेहरू के हुन्छ भित्रबाट नरम हुन्छन्, भावनात्मक टाइपका हुन्छन्। त्यसले के छ भने म चाहिँ त्यो जुन कुरा गर्नु पनि पैसा सब चिज हो भन्ने मान्छे होइन, र मलाई एकदम हाई स्ट्यान्डर्डको लाइफ होइन त्यो मलाई मन पनि पर्दैन। मलाई त्यो अब कस्तो हुन्छ भने कतिपय परिस्थितिले पार्टीहरूमा जानुपर्ने हुन्छ, कतिपय ठाउँमा बोला ठाउँमा पनि जाँदिनँ। म ड्रिङ्क्स नगर्ने भएर नि फास्टमा त्यो टाइपको सोसाइटीमा म फिटै हुँदैन। म स्कुल कलेज जिन्दगीमा कहिल्यै गरिनँ, त्यसले पनि होला। पार्टीप्रति मलाई एट्र्याक्सन पनि भएन। अब ठुलो ठाउँमा गएर हाइफाइ गर्ने पनि मेरो सोच छैन। म यति कुरा चाहिँ भन्छु, पैसा कमाए पनि बाटोमा हिँड्दै पोलेको मकै खान सक्ने गरी पैसा कमाउनुहोस्। चिया चोकमा बसेर चिया खान सक्ने गरी पैसा कमाउनुहोस्। त्यसले दुईवटा कुरा भन्छ यसको सन्देश। एउटा, तपाईँले इथिकल्ली काम गर्नुभएको छ भने तपाईँलाई मकै खान पनि लाज लाग्दैन। हाम्रो साथीहरू कतिपय देख्छु, ओहो कहाँ मकै खाने, 5 स्टार जाने भन्ने पनि देख्छु, रेस्टुरेन्ट जाने भन्ने पनि देख्छु। कहाँ नर्मल ठाउँमा 25-30 रुपियाँको चिया खाने, 200 रुपियाँ चिया खाने नि। अब हामी त बिजनेस पनि अरबको बिजनेस गर्ने कहाँ भन्ने देख्छु होइन। मलाई त्यो अरब त्यो 500 रुपियाँको चिया खानु, 25 रुपियाँको चिया खानु मेरो लागि पनि फरक छैन। म जुन ग्राउन्डबाट आएको हो होइन, जुन चिया पसलको सोकमा बसेर चिया खाने, त्यहाँ बस्दा पनि मैले अनसेक्योर फिल नहोस्। मैले पोलेको मकै 30 रुपियाँ 35 रुपियाँ किनेर खाँदा पनि मलाई लाज नहोस्, अनसेक्योर। म त्यतिसम्मको लिमिटेसनमा बस्न सकौँ। म त्यहाँभन्दा माथि चाहिँ उठ्दिनँ, मेरो उठ्ने चाहना पनि छैन। मैले जति उठे पनि म मेरो नर्मल कुरा चाहिँ मैले धेरै साथीहरूलाई भन्छु। अब कतिसँग त मेरो कुरा मिल्दैन यसमा, व्यवसायीसँग कहाँ त्यो मसँग कुरै मिल्दैन। किनभने कहाँ पोलेको मकै खाने बाटामा उभिएर, कहाँ चाहिँ 25-30 रुपियाँको चिया खाने भन्ने साथीहरू छन् नि। 5 स्टार पनि जाने, पोलेको मकै पनि खाने आवश्यकता अनुसार। त्यसैले म चाहिँ त्योभन्दा माथि चाहिँ, किनभने दुईवटा हिसाबले मान्छे आउँछु। एउटा मैले गलत काम गरेर अनसिक्योर फेल गर्छु होइन, कि अर्को चाहिँ के अरे मलाई आफूलाई एकदम प्राउड ठुलो मान्छे हो म, मसँग धेरै पैसा छ है, अरूलाई देखाउनको निम्ति म त्यहाँ नर्मल ठाउँमा अरूसँग सोसाइटीसँग किन टच हुने भनेर बस्दिनँ। म त्यो छैन। म मैले नर्मल जीवन जिउन चाहन्छु। र म लामो समय एकदम कन्टिन्यू बिजनेस पनि गर्ने मेरो सोच मनस्थिति छैन। एज अ भोलि मैले मान्छेलाई बेसिकली म प्राइभेट सेक्टर फ्रेन्डली पोलिसी निर्माण र मान्छेलाई इन्टरप्रेनर बनाउनुपर्छ र इन्टरप्रेनर बन्नुपर्छ भन्ने उत्प्रेरित गर्ने काममा लाग्ने आफूलाई चाहिँ इच्छा गरेको हुनाले बेसिकली भविष्यमा अब केही समय पछाडि मैले एउटा रिटायरमेन्ट लिन्छु होइन आफ्नो कामहरूबाट। त्यो रिटायरमेन्ट पछाडि मैले सोसाइटीमा मान्छेलाई व्यवसाय गर्ने, बिजनेसमा लाग्नुपर्छ भनेर जागृत गर्ने, अभिप्रेरित गर्ने काममा म लाग्छु। किनभने म एउटा जुन ग्राउन्डबाट आएँ, मैले व्यवसायमा लागेँ। अब व्यवसायमा लाग्ने अवसर पाएँ, त्यो अवसरले मलाई एउटा ठाउँ दियो, एउटा स्पेस दियो होइन। अब मेरो जस्तै अवसरको निम्ति मान्छेहरूलाई उत्प्रेरित गर्ने मैले काम गरेँ भने मैले चाहिँ जिन्दगीमा सबभन्दा ठुलो एचिभमेन्ट त्यही हुन्छ होला भन्ने सोचेको छु। र त्यो अवसर व्यक्तिलाई मात्रै उत्प्रेरित गरेर हुँदैन, सरकारले बनाउने नीतिहरूमा सबै मान्छेलाई समान ढङ्गले काम गर्ने अवसर बनाउनुपर्छ र बिजनेस फ्रेन्डली पोलिसी बनाउनुपर्छ भन्ने कुरामा म बेसिकली पोलिसी लबिङमा मेरो पक्ष चाहिँ के हुन्छ भने प्राइभेट सेक्टरको डेभलपमेन्ट बगैर देश विकास हुँदैन। प्राइभेट सेक्टरको डेभलपमेन्ट बगैर रोजगारी सिर्जना हुँदैन, ट्याक्स आर्जन हुँदैन। राजनीति गर्ने मान्छेले भनेको कुरा चाहिँ प्राइभेट सेक्टरको डेभलपमेन्ट बगैर हुँदैन भन्ने कुरा पोलिटिसियनलाई पनि बुझाउनु जरुरी छ। ब्युरोक्रेसीको मान्छेलाई तिम्रो तलब वृद्धिको निम्ति हामीले गरेको एक्टिभिटी र हामीले तिरेको ट्याक्स बढी भयो भने तिम्रो तलब बढ्छ भन्ने बुझाउनु जरुरी छ। आज व्यवसाय गर्ने मान्छेलाई ब्युरोक्रेसीको मान्छे जुन हेरेसमेन्ट गरेको छ नि त्यसले नबुझेर हो।
यसले बढी पैसा कमाएर बढी ट्याक्स तिरिदियो भने मेरो तलब बढ्छ भन्ने त्यसले बुझ्ने हो भने नि यसले हेरेसमेन्टै गर्दैन कि त्यो बुझाउनु पर्नेछ। त्यसको लागि लाग्नुहुन्छ। त्यसको लागि मेरो चाहिँ के भन्छ, त्यसैले यो चाहिँ मेरो लक्ष्य हो। हुन्छ, सरको बहुमूल्य समयको लागि सरलाई धेरै धेरै धन्यवाद। मलाई पनि अब यो पोडकास्टमा खुलेर कुरा गर्ने अवसर दिनुभयो, यसको लागि पनि मलाई मेरो एकदम सुरुदेखि अब अहिलेसम्मको अवस्था र भविष्यको योजनाको बारेमा मलाई बताउने अवसर दिनुभयो, यसको लागि पनि धेरै धेरै धन्यवाद। बिमा संवादको यो श्रृङ्खलाबाट हामी सबैलाई बिदा दिनुहोस्। हामी अर्को श्रृङ्खलामा अर्का अतिथिसँग फेरि आउनेछौँ। नमस्ते।